यु आर अग्रिङ द्याट तपाईँको जब नै एट रिस्क छ? होइन, मेरो छैन। मेरो पोजिसन छैन, खुसी छु यार। योभन्दा अगाडि जिन्दगी धेरै सिम्पल थियो जस्तो लाग्दैन तपाईँहरूलाई? मान्छेहरू मेहनती थिए, आफूले सोचेर इमेल्स लेख्थे होइन। भनेपछि त्यो त पैसा जलाउने बनाउने तै होस्। पैसा चलाएको के एआई नै हो त्यसो भए? यसमा एन्सर नगरौँ अहिले। वाट डु यु थिङ्क द नेक्स्ट 3 years or 5 years is going to look? यसले चाहिँ धेरै इन्डस्ट्रीमा इम्प्याक्ट गर्नेवाला छ, कतिको जब गइसक्यो क्या। केही पोलिसी अर सेफ्टी चेक्सहरू हुनुपर्ने हो कि होइन? वी मेक रुल्स अबाउट समथिङ वी अन्डरस्ट्यान्ड क्या। ल मात्रै बनाएर पुग्दैन त, माइन्डसेट चाहिँ बिल्ड गर्नुपर्छ जस्तो लाग्छ कि मलाई। कस्टको कुरा पनि आउँछ कि। अन्डर 2 hours $500 जति खर्च भयो। सो गाइस, के छ खबर? बवाल छ यार, बवालै छ? जिन्दगी रमाइलो छ। रमाइलो छ साँच्ची नै म तपाईँलाई? पोखरामा बसिरहेको थिएँ, पोडकास्टको लागि भनेर म काठमाडौँ आएको छु। भेरी एक्साइटेड। थ्याङ्क यू सो मच त्यहाँबाट पोडकास्टकै लागि भनेर यहाँ आइदिनु भयो। तपाईँको के छ? मेरो रमाइलो छ। रमाइलो छ? अफिसमै थिएँ म चाहिँ, नजिकै थियो। बिदा दियो अफिसले? मजा। ठिक छ। तपाईँहरू के भन्ने एआईको फिल्डमा प्ले गरिरहनु भएको भयो धेरै, राइट? तपाईँ त अब आई थिङ्क यो वाट एभर यो एलएलएम च्याट जिपिटी जे भन्छ नि, त्योभन्दा अगाडिदेखि नै यो गाइज वर इन एआई फिल्ड होइन? अनि एउटा कुरा, यो ट्विट थाहा छ तपाईँलाई? याद छ होला इफ यु फलो होइन? स्याम अल्टम्यानको यो वर्ल्ड चेन्जिङ ट्विट भन्छ, कतिले क्लेम गर्छ होइन, टुडे वी लन्च च्याट जिपिटी, ट्राई टकिङ टु। योभन्दा अगाडि जिन्दगी धेरै सिम्पल थियो जस्तो लाग्दैन तपाईँहरूलाई? सिम्पल थियो यार। आई रिमेम्बर दिस ट्विट। यो ट्विट मैले अस्ति पनि रिसेन्टली हेरेको थिएँ। अनि योभन्दा पहिलाको वर्ल्ड चाहिँ यार एकदम सिम्पल थियो। मान्छेहरू मेहनती थिए, मान्छेहरूले आफूले सोचेर इमेल्स लेख्थे होइन। अनि यो लन्च भइसक्यो चाहिँ तल्का मचा छ यार। यार इट वाज भेरी सिम्पल ब्याक देन यार। मलाई पनि त्यस्तो लाग्छ क्या। इट्स लाइक यो भएदेखि त आई डोन्ट नो अब कस्तो भएको छ भने, जबसम्म थिएन चाहिएकै थिएन, अहिले छ, यो बिना अहिलेको लाइफ इमेजिन गर्न गाह्रो भएको छैन? छ नि है, त्यस्तै भएको छ क्या। लाइक इट वाजन्ट नेसेसरी बट नाउ इट्स हियर। आई डोन्ट नो वाट ह्यापन्ड, अब के भयो थाहा छैन। अब हामी सिन्स आज एआईकै कुरा काट्छौँ, त्यही पनि एउटा सोध्नु मन लागेको कुरा, तपाईँहरूको फेभरेट एआई ल्याङ्ग्वेज कुन हो? ओहो यार, लास्ट गाह्रो क्वेसन हो। फ्युचरिस्टिक एन्सर दिने हो भने मेरो फेभरेट एआई ल्याङ्ग्वेज त इङ्ग्लिस हो यार अहिले। इट्स एआई इज गोइङ टुवर्ड्स नेचुरल ल्याङ्ग्वेज भइरहेछ। लाइक फ्युचरिस्टिक एन्सर चाहिँ द्याट्स वाट आई गिभ, नेचुरल ल्याङ्ग्वेज नै हो यार। अब प्रम्प्टिङ, एभ्रिथिङ इज प्रम्प्टिङ अब। ओके, तपाईँको? त्यही नै हो अहिलेलाई, प्रम्प्ट इन्जिनियरिङ नै हो। अनि त्यसमा मलाई चाहिँ अलिकति नेपालीतिर पनि होइन, अझ हामीले नखोजेको ठाउँ भनेको संस्कृततिर पनि नखोजिएको ठाउँ छ कि कति कुराहरू लाइक संस्कृतमा लुकेको छ भन्छ नि, त्यो चाहिँ यति वर्षसम्म खोज्न दुःख थियो। अब एआईको वर्ल्ड आउँदाखेरि चाहिँ त्योसँग कनेक्ट गरेर खोज्न सक्यो भने केही कुरा भेटिन्छ कि भन्ने आश छ कि त्यहाँ चाहिँ। सो त्यो इङ्ग्लिस प्लस त्यो कुराहरूलाई चाहिँ कहीँ न कहीँ कनेक्ट चाहिँ गर्न मन छ। वा, यसरी थाहा हुन्छ क्या एक्सपर्ट्स र नोभाइसमा डिफ्रेन्स। मेरो फेभरेट एआई ल्याङ्ग्वेज त्यो अहिले चलिरहेछ नि, ओए सुन म कागती हो, त्यो हो क्या मेरो चाहिँ फेभरेट ल्याङ्ग्वेज होइन। मलाई त्यही मात्रै थाहा छ, मलाई आउने त्यही मात्रै हो। सो इट्स द डिफ्रेन्स गाइज। अब अनि अब यो एआई ल्याङ्ग्वेजको त अब चलि नै रहन्छ। लाइक अब तपाईँले भने जस्तै इङ्ग्लिस इज गोइङ टु बी द न्यू ल्याङ्ग्वेज होइन, अल द प्रोग्रामिङ ल्याङ्ग्वेजेस असाइड। अब पहिला पढियो, म पनि आई थिङ्क सेमी आइटी ब्याकग्राउन्डबाटै हो, यु गाइज आर बोथ फ्रम आइटी ब्याकग्राउन्ड। अब धेरै ल्याङ्ग्वेजहरूको कुरा, धेरै ल्याङ्ग्वेज पढियो होला सायद होइन, तर अब साँच्ची नै इङ्ग्लिस इज गोइङ टु बी द न्यू एआई ल्याङ्ग्वेज भन्दाखेरि चाहिँ कस्तो हो रहेछ है। अब चाहिँ इफ युर इङ्ग्लिस इज गुड, आई गेस यु क्यान डु अ लट अफ थिङ्स भन्दा फरक नपर्ला। लाइक इङ्ग्लिस भन्दा पनि यस्तो हो कि लाइक अल्टिमेटली इट्स अबाउट क्लियर कम्युनिकेसन थियो जस्तो लाग्छ कि होइन। इङ्ग्लिस त लाइक ग्लोबली बढी बोलिन्छ त्यो भएर हो, तर लाइक त्यही कुराले रिजनली पनि त गरिन्छ नि त। नेपालमा केही एउटा बिल्ड हुन्छ होला, मेबी जर्मनीमा केही बिल्ड हुन्छ होला, सो कन्ट्री वाइज पनि बिल्ड हुन्छ नि त। सो इट्स लेस अबाउट इङ्ग्लिस, इट्स मोर अबाउट हाउ क्लियर यु क्यान कम्युनिकेट वाट यु थिङ्किङ के होइन। किनकि लाइक त्यो म्याटर, प्रम्प्टिङ भनेको पनि त्यही त हो नि। प्रम्प्टिङको सिद्धान्त के हो भन्दाखेरि दिमागमा के सोच छ त्यसलाई उसले बुझ्ने तरिकाले कम्युनिकेट गर्न सक्नु हो क्या त्यो। इट्स नट अबाउट इङ्ग्लिस, इट्स अबाउट हाउ वेल यु क्यान कम्युनिकेट, हाउ वेल यु क्यान गिभ कन्टेक्स्ट होइन। सो लाइक कम्युनिकेसन चाहिँ स्ट्रङ सुट हो क्या। अनि लाइक अब टेक्निकली एआईले सबै कुरा गर्छ होला, तर कम्युनिकेसन इट्स भेरी क्लोज टु ह्युमन्स। लाइक हामी त ट्राइबल बिङ्स हो नि त ह्युमन्स भनेको। सो इट्स लेस अबाउट इङ्ग्लिस जर्मन, इट्स मोर अबाउट हाउ क्लियरली यु क्यान कम्युनिकेट विथ द मोडल्स। डु यु अग्री? या कम्प्लिटली। मलाई चाहिँ किन कम्युनिकेसन इज ट्रु, यस, तर आई थिङ्क इङ्ग्लिस नै हो जस्तो लाग्छ अझै पनि है। बिकज
नेपालीबाट कोही कोही बेला प्रम्प्ट दिन ट्राई गरेँ मैले टुल्सहरू युज गर्दा क्लडमा च्याट जिपिटीमा त्यो भोइसबाटै अब झन् टाइप गर्न गाह्रो हुन्छ भनेर भोइसबाटै गरेँ त्यति राम्रोसँग नबुझिदिने रहेछ होइन सो एटलिस्ट फर नाउ अब तपाईँले भने जस्तै आई थिङ्क इङ्ग्लिस नै हो बट देन अब या इङ्ग्लिसमा पनि अभियसली इफ यु क्यानट कम्युनिकेट यर आइडियाज टु दिस एआई थिङ देन आई गेस द्याट डजन्ट अनि अस्ति भर्खर रिपोर्ट निस्केको थियो एउटा एआई इन्डेक्स रिपोर्ट निस्केको थियो त्यहाँ चाहिँ के थियो भन्दाखेरि स्टिल प्रम्प्टिङको केसमा चाहिँ इङ्ग्लिसमा कम्युनिकेट गर्दाखेरि चाहिँ बेटर आउटपुट आउँछ भनेर चाहिँ त्यो फाइन्डिङ चाहिँ थियो क्या त्यो चाहिँ किन हो भन्दाखेरि इङ्ग्लिसमा बढी इन्फर्मेसन छ त्यसमा बढी ट्रेन्ड भयो होइन सो स्टिल यो गर्ने हो भने चाहिँ नेपाली भन्दा इङ्ग्लिसमा राम्रो प्रम्प्टिङ आउँछ भनेर चाहिँ डेटाले नै भनेको छ त्यो चाहिँ ओके अभियसली लाइक अहिले यसो सोच्दाखेरि इट्स इन हाइन्डसाइड इज भेरी क्लियर ब्लग्स आर इङ्ग्लिस भिडियोज आर इन इङ्ग्लिस त धेरै जसो इन्फर्मेसन इङ्ग्लिस भइसकेपछि या आई गेस द्याट इज नेचुरल नेपालीको केसमा चाहिँ लाइक हामीले इन्टरनेटमा कति कुरा नेपालीमा अथवा कुनै अरू ल्याङ्ग्वेजमा कति दिएका छौँले धेरै म्याटर गर्छ किनभने जति पनि डेटाहरू कलेक्ट भएको छ मसिन लर्निङ मोडलहरू ट्रेन हुनलाई त्यो इन्टरनेटबाटै हो अनि अहिलेको एआईले जुन गरिराखेको छ त्यो चाहिँ मैले पर्सनल्ली फिल गरेको जुन ल्याङ्ग्वेज ट्रान्सलेसनको कुराहरूमा त्यो जेनेरेसनमा नेपाली नै जेनेरेट नगरेर जुन इङ्ग्लिस भएको छ त्यसलाई ट्रान्सलेट गर्छ सो नेपाली पढ्दा नि इङ्ग्लिस भाइब्स आउँछ कि होइन कति कुराहरू जति छ त्यसमा पनि नेपाली के अरे इङ्ग्लिसकै भाइब्स आइरहेको हुन्छ अनि त्यो चाहिँ अब हामीले नेपाली भाषीको रूपमा हेर्दाखेरि त त्यो फिल आउँदैन नेपाली त्यो त आउँदैन या द्याट इज ट्रु सो अब ल्याङ्ग्वेज त छँदैछ होइन विल टक अबाउट दिस इन डेप्थ मेबी तपाईँहरू दुईजनाको एकचोटि प्रोफाइलिङको कुरा गरौँ है लाइक अघि नै भन्नुभयो दुईजना नै बिफोर दिस स्याम्प अल्टमेन्टको ट्विट नै यु गाइज हेभ बिन इन द फिल्ड अफ एआई सो पहिलादेखि नै इन्ट्रेस्ट थियो कि अरू यो बिस्तारै पढ्दै गरेर अनि फेरि यो ट्विट आइसकेपछि फेरि अब इन्ट्रेस्टिङ हुनेवाला छ भनेर लाग्नु भएको हो कि लाइक वाट इज यर ब्याकग्राउन्ड मेरो केसमा चाहिँ मैले इन्जिनियरिङ गर्दा गर्दै चाहिँ धेरै कुराहरू एक्सप्लोर गरिरहेको थिएँ अनि त्यतिखेरैदेखि चाहिँ रोबोटिक्स मसिन लर्निङ भन्ने कुराहरू अलिअलि थियो त्यतिखेर त्यो कोर्सहरू लिने अनि त्यसैमा एक्सप्लोर गर्ने गर्दा गर्दै यति इन्ट्रेस्टिङ लाग्न थाल्यो लाइक मैले स्टार्ट गर्दाखेरि चाहिँ नर्मल सोइलको भ्यालुहरू दिएर होइन अनि कुन क्रप्सहरू राख्दा हुन्छ यसरी स्टार्ट गरेको थिएँ कि एआईको युज प्रेडिक्टिभ मोडलिङको रूपमा युज गरेको थियो अनि त्यसले चाहिँ रमाइलो हुँदै गयो आफूलाई एक्साइट गर्दै गएपछि चाहिँ अनि करियर नै त्यतातिर ड्राइभ भयो भनौँ न मेरो केसमा चाहिँ ओके अनि अश्विनजीको म चाहिँ आई वाज नट इन्टु एआई बिफोर दिस ट्विट या योभन्दा पहिला चाहिँ म चाहिँ क्लासिक इन्जिनियर थिएँ इन्जिनियरले इन्जिनियरिङ बाहेक सबै कुरा गर्छ भन्छन् होइन सबै कुरा गरिरहेको थिएँ कि म त्यतिखेर चाहिँ एक्जाम्पल म बिजनेस रन गर्दै थिएँ ट्युसन सेन्टर थियो होइन मार्केटिङ गर्दै थिएँ अलिअलि भिडियो पनि बनाउँदै थिएँ सो आई वाज डुइङ लट्स अफ थिङ्स के अनि त्यतिखेर म डिजिटल मार्केटिङ बढी गर्थेँ डिजिटल मार्केटिङमा कन्टेन्ट क्रिएसनमा पनि थिएँ अनि यो ट्विट आइसकेपछि जब च्याट जिपिटी मैले फर्स्ट टाइम चलाएँ अफकोर्स इट ब्लू एभ्री वान्स माइन्ड होइन हाम्रो पनि माइन्ड ब्लो भएको थियो अनि यो भएपछि अनि मलाई चाहिँ कस्तो इन्ट्रेस्टिङली मलाई कन्टेन्ट क्रिएसन मन परिरहेको थियो अनि च्याट जिपिटी युज गरेर चाहिँ स्क्रिप्टिङ एकदम इजी भयो कि मेरो लागि चाहिँ अनि सिन्स आई कम फ्रम मार्केटिङ ब्याकग्राउन्ड कति धेरै स्क्रिप्ट लेखायो हुन्थ्यो नि त अनि च्याट जिपिटी लेखेर स्क्रिप्टिङ पनि एकदम इजी भयो अनि मैले लेट्स एक्सपेरिमेन्ट ल साँच्चीकै युज हुन्छ भने चाहिँ एउटा नयाँ पेज बनाऊँ अनलक्ड हुने नाम दिन्छु म ऱ्यान्डमली कि यतिको अनलक्ड हुने नाम दिन्छु अनि लेट्स डु एन एक्सपेरिमेन्ट फर 30 days 30 दिनसम्म म 30वटा भिडियो पोस्ट गर्छु अनि त्यो चाहिँ एआई नै युज गरेर बनाउँछु स्क्रिप्टिङ एआईबाट गर्छु सबै कुरा गर्छु भनेर आई टेस्टेड इट वर्क त्यसपछि चाहिँ अनि बल्ल म एआईमा एकदम हुन थालेको एआईमा एकदम एक्सपेरिमेन्ट गर्न थालेँ तर बिफोर द्याट लाइक आई वाज क्लासिक इन्जिनियर सबै कुरा गरिरहेको थिएँ ओके सो एआईमा अब काम गर्दै हुनुहुन्छ तपाईँको पनि अहिले एआईमा धेरै नै लाइक यु मे डाइबल इन डिफ्रेन्ट फिल्ड्स इन मसिन लर्निङ पनि तपाईँको त झन् अब अलरेडी छँदैछ वी आर सिइङ यर कन्टेन्ट यसमा अबको अहिले जसरी एआई चलिरहेछ नि हामी गति लिइरहेछ अब चेन्ज भइरहेछ एभ्री डे डे पर डे तपाईँ एआईको फ्युचरको लागि एक्साइटेड हुनुहुन्छ कि एङ्सियस हुनुहुन्छ दुइटै छु दुइटै भन्नु मिल्छ दुइटै छु है तर अभियसली मिल्छ यस्तो है यो एकदम कमनली आस्क क्वेसन है कि म पनि एकदम धेरै सोध्छु कि अब एक्साइटेड हुने कि एङ्सियस हुने है तर लाइक वाट आई फिगर्ड आउट इज मैले आफैलाई एकदम क्वेसन गर्दाखेरि चाहिँ लाइक एक्साइटेड एङ्सियस भनेको इट्स जस्ट प्यासिभ फिलिङ के चाहिँ हुनुपर्छ क्युरियस चाहिँ हुनुपर्दो रहेछ कि होइन लाइक एक्साइटेड भएर यु माइट डु समथिङ रङ एङ्सियस भएर यु माइट डु समथिङ रङ के चाहिँ हुनुपर्दो रहेछ भन्दाखेरि ह्युम्यानिटी भनेको त क्युरियसनेस हो नि त क्युरियोसिटीले हामीलाई यहाँसम्म लिएर आएको छ क्युरियोसिटीले हामीलाई मुनसम्म पुऱ्यायो होइन अनि या अब त्यो मिक्स फिलिङ्स त छ बेला बेलामा एआईले पुरै
पृथ्वी नै सिधाइदिने हो कि यस्तो पनि हुन्छ, बेला बेलामा एआईले क्यान्सर नै सल्भ गरिदिन्छ कि यस्तो पनि हुन्छ होइन। तर अल्टिमेटली मिड लेभल चाहिँ के हो भन्दाखेरि वी सुड बी क्युरियस र आफ्नो जुन फिल्डमा वर्क गरिरहेको छौँ त्यसमा चाहिँ क्युरियस भएर कसरी एआई युज गर्न सकिन्छ भने त्यसमा चाहिँ वर्क गर्नुपर्छ। तर यस्तो छ क्या माथि त म त दुइटै छु यार यसमा। ठ्याकै हार्टबिट जस्तै होइन। तपाईँलाई के लाग्छ, डर लागिरहेछ कि लाइक गरिन्छ? यो यस्तो छ कि यसमा विक डेज भाइब्स र विकेन्ड भाइब्स हुन्छ क्या दुइटा होइन। ओके, अनि त्यसमा आई थिङ्क आई गेट इट। विक डेज भाइब्समा चाहिँ ल अब यो सब चिज गर्न सकिन्छ, यसलाई एआईले इनेबल गरिरहेछ अनि म जान्छु भन्ने जस्तो हुन्छ होइन। अनि विकेन्ड भाइब्समा चाहिँ ओहो यो पनि आइसक्यो त्यो पनि आइसक्यो, अब चाहिँ बर्बाद पार्ने हो कि। जबसम्म कुद्दै हुन्छ नि तबसम्म चाहिँ एक्साइटेड भइन्छ होइन। जब रोकिन्छ अथवा अलिक ढिला कुद्न थालिन्छ नि अनि एङ्सियस हुन थालिन्छ क्या, त्यो चाहिँ प्रब्लम हो। अथवा त्यसरी चाहिँ मैले लिइरहेको छु कि एउटा मिडल ग्राउन्डमा लिइरहेको छु। अब जो कुदिरहेछ उसको लागि त नाइस नै होला होइन, अनि अरूले चाहिँ अलिकति सोच्नुपर्ने पनि हुनसक्छ। भनेपछि अब कसले सोच्नुपर्छ, कसले चाहिँ अब रमाइलो मार्नुपर्छ चाहिँ अब आफूमा डिपेन्ड गर्यो नि त। मलाई चाहिँ डर लागिरहेछ, सिधा कुरा मलाई चाहिँ डर लागिरहेछ। जबसम्म त्यो एआई सुरुमा आएको थियो नि यो च्याट जिपीटीको इमेज जेनेरेसन एन्ड अल द्याट, एन्ड त्यति राम्रोसँग इमेज जेनेरेट गर्न सक्दैन थियो। वी कुड टेल एआई को इमेज फेक हो अर एआई जेनेरेटेड हो बाई द नम्बर अफ फिङ्गर्स दे एड अन देयर ह्यान्ड्स। त्यतिखेरसम्म रमाइलो लागिरहेको थियो, हे गरेर हाँसिन्थ्यो होइन। अब ला सक्यो, अब कन्टेन्ट क्रिएसन गर्छु। आई थिङ्क आई गट इन्टु कन्टेन्ट क्रिएसन भेरी लेट, अनि त्यो पनि गर्न मलाई देला जस्तो छैन, एआईले खाइदिइसक्यो मार्केट। अनि डरै लागिरहेको छ कि त्यसपछि त अब त त्यो हाम्रो मुभिजहरू हेर्छौँ नि डिस्टोपिया वेयर एआई हेज टेकन ओभर एन्ड एभ्रिथिङ, अनि त्यो याद आउँछ क्या। अनि अब चाहिँ साँच्चै नै डर लागिरहेको थियो। हेभ यु गाइज सिन द कमिक्स, मान्छेहरूले एआईको प्रोग्रेस गर्यो होइन, अनि त्यसपछि एआईले ह्युमन्सलाई एन्स्लेभ गर्यो होइन, अनि एआईले वी आर एन्स्लेभ। अनि त्यसपछि के हुन्छ भने बिस्तारै अब त्यो द इयर्स पास बाई एन्ड द एस्ट्रोनोमिकल थिङ्स स्टार्ट ह्यापनिङ, त्यो सनको फ्लेयर्सहरू आउँछ, बिस्तारै स्टार्स डाइङ हुन थाल्छ, अनि द फ्लेयर्स किल अल द इलेक्ट्रोम्याग्नेटिक सिग्नल्स अन अर्थ। भनेपछि त्यो एआई डज नट एक्जिस्ट एनिमोर, एन्ड वाट डु ह्युमन्स डु, दे स्टार्ट सेलिब्रेटिङ सन गड अगेन क्या, एन्ड द सर्कल अफ लाइफ कन्टिन्युस भने जस्तो कि। सो त्यो एउटा रमाइलो त्यो लागेको थियो होइन। सो त्यस्तै होला भन्न सकिन्छ कि इज इट जस्ट हुन त हाम्रो लाइफ टाइममा हुनेवाला छैन अभियसली होइन, जस्ट एउटा समथिङ फन टु थिङ्क अबाउट आई थिङ्क। अनि अश्विनजी तपाईँ त यु आर अल्सो अ ट्रेनर राइट? सो तपाईँलाई अब ह्युमन्सलाई ट्रेन गर्नु त रमाइलो लागिरह होला। वाट इज द बिगेस्ट ग्याप यु हेभ फाउन्ड? लाइक ग्याप चाहिँ दिस मोडर्न ग्याप छैन क्या। लाइक पहिलेदेखि जे ग्याप थियो त्यही ग्याप नै छ, तर नयाँ तरिकाले आएको छ क्या। किनकि ग्याप चाहिँ के छ भन्दाखेरि पहिलेदेखि युट्युबमा ट्युटोरियल्सहरू त थियो नि त होइन। इफ यु वान्टेड टु लर्न समथिङ इट वाज आउट देयर क्या। त्योभन्दा पहिला इफ यु वान्टेड टु लर्न समथिङ लाइब्रेरीमा बुक्सहरू त थियो नि त। अहिले इफ यु वान्टेड टु ग्राफिक डिजाइन एटलिस्ट क्यानभा त छ नि होइन। सो द टुल्स हेभ अलवेज बिन अभाइलेबल क्या, खालि एक्सेस सजिलो भयो। पहिला अब लेट्स से शार्कको कतिवटा दाँत थियो भनेर पत्ता लगाउन लाइब्रेरीमा हेर्नु पर्थ्यो होला, अहिले इट्स जस्ट वान च्याट जिपिटी अवे होइन। सो एक्सेस मात्र इट्स बिकम इजियर, तर कोर ह्युम्यानिटीको प्रब्लम चाहिँ एउटै नै छ क्या। लाइक मोस्ट पिपल आर नट क्युरियस इनफ। अनि जो मान्छेलाई त्यो लाइब्रेरीमा गएर किताबमा खोज्न मन हुँदैन थियो, जो मान्छेलाई गुगल गर्न मन हुँदैन थियो, त्यो मान्छेले एआई पनि युज गर्दैन क्या। सो मैले फिगर आउट गरेको ग्याप चाहिँ के भन्दा इट्स ह्युमन ग्याप। इफ यु आर नट क्युरियस इनफ, अनि म यो इक्जाम्पल दिन्छु कि मलाई कति क्वेसन सोधिरहेको हुन्छ मान्छेहरूले, लाइक एआई युज गरेर कसरी कन्टेन्ट बनाउने होइन। अनि मेरो एन्सर के हुन्छ भन्दाखेरि इफ विदाउट एआई तिमीले कन्टेन्ट बनाउँदैन थियौ भने विथ एआई पनि बनाउँदैनौ क्या। सो एआई इज नट गोइङ टु मेक यु फ्रम 0 to 1। इफ युआर अलरेडी 0 to 1, 1 to n चाहिँ लिएर जान्छ, एम्प्लिफाई चाहिँ गरिदिन्छ, तर नथिङ टु समथिङ हुँदैन। सो स्टिल के पनि छ भन्दाखेरि ह्युम्यानिटी के छ भने वी आर नट क्युरियस इनफ। इफ यु वुड नट हेभ डन समथिङ विदाउट एआई, विथ एआई पनि यु वुड नट डु द्याट। सो मेन ग्याप चाहिँ क्युरियोसिटीमै छ यार। तर भन्छ नि क्युरियोसिटी किल द क्याट होइन। सो धेरै क्युरियस भयो भने के छ, एआईको सिक्रेट्स अनकभर गरेर साँच्ची अघि हामीले भने जस्तै एआईले कता कताबाट के गर्दिनँ के छ त्यही त नेटफ्लिक्सले अब के अरे
उखुको जुस पनि धेरै खायो भने त पोइजन हुन्छ नि त होइन तर एक ग्लास खायो भने त हेल्दी हुन्छ इट्स हाउ मच यु क्यान कन्ज्युम क्या त्यो कुरा चाहिँ आई गेस द्याट इज ट्रु अनि भुपिनजी अब ह्युमन्सको ट्रेन गर्ने कुरा त छँदैछ होइन तपाईँ त झन् मसिनलाई ट्रेन गर्नुहुन्छ होइन सो बिफोर दिस अहिलेको जुन एआईको डेभलपमेन्ट छ एलएलएम जेनेरेटिभ एआई त्योभन्दा अगाडि मसिन लर्निङ एन्ड मसिन ट्रेनिङ कस्तो थियो र अहिले मसिन लर्निङ एन्ड मसिन ट्रेनिङ कस्तो छ पहिलेको केसमा चाहिँ के थियो भने त्यो प्रोसेसै लङ थियो कि लाइक डेटा सुरुमा डेटा एनालाइसिसको कुरा हुन्थ्यो त्यस पछाडि चाहिँ मसिन ट्रेनिङको कुराहरू हुन्थ्यो पाइपलाइनको कुराहरू हुन्थ्यो होइन अनि त्यसमा पनि डिफ्रेन्ट अब मोडलहरू एक्सपेरिमेन्ट गर्ने कुरा हुन्थ्यो त्यो हुन्थ्यो अहिले प्रोटोटाइपिङ यति फास्ट भएको छ कि लाइक आज एउटालाई आइडिया आयो बेलुका बस्यो अनि त्यस पछाडि मलाई चाहिँ यस्तो यस्तो चिज छ भने चाहिँ त्यो कुरा एक्चुअलमा सम्भव भइरहेछ त प्रोटोटाइपिङ गर्नलाई सजिलो भइरहेछ कि पहिले यो जुन हामीले काम गर्न स्टार्ट गर्दाखेरि चाहिँ च्याटबट बनाउने भनेर चाहिँ कथा हुन्थ्यो कि लाइक कति धेरै कुरा सोच्नु पर्थ्यो नर्मल्ली एउटा एमएल इन्जिनियर भएको मान्छेले पनि सर्टेन कुरा जानिसकेपछि अनि त्यस पछाडि एनएलपीको कुराहरू सिकेपछि अनि बल्ल गर्न सक्ने हुन्थ्यो कि 3 महिना 6 महिनाको फ्रेमवर्कमा चाहिँ बल्ल एउटा फ्रेमवर्क युज गरेर त्यो पनि अहिलेको जस्तो करेक्टनेसवाला होइन कि त्यस्तो हुन्थ्यो होला अब अहिलेको केसमा चाहिँ के छ भने मलाई एउटा च्याटबट बनाउन मन लाग्यो भने सिम्पली म एउटा एपिआई युज गर्छु सर्टेन पाइथन कोडहरू त्यो पनि एआईबाट जेनेरेट गरेको तान्छु अनि त्यस पछाडि मसँग प्रोटोटाइप बुम त्यो चाहिँ एआईको फिल्डमा एउटा के भन्ने रिभोल्युसन नै हो रिभोल्युसनै हो एआईकै कोर फिल्डमा पनि रिभोल्युसन हो कि त्यो चाहिँ लाइक एक्चुअल एआईलाई प्रडक्सनाइज गर्ने कुराहरूमा पनि त्यो रिभोल्युसन हो ओके सो च्याटबट बनाउन यति सजिलो छ भने चाहिँ अब मलाई कोडिङ खासै त केही पनि आउँदैन मैले नै ट्राई गरेर सक्छु मजाले लाइक यो सकिसकेपछि मलाई बसेर सिकाइदिनु होइन मजाले ओके त्यो अब तपाईँले भन्नुभयो मसिन लर्निङको यो प्रोटोटाइपिङ एन्ड अल द्याट त्यसमा पहिला लाग्ने कति रिसोर्सेस हुन्थ्यो र अहिले चाहिँ के छ लाइक हाउ फास्ट ह्यापन्स त भन्नुभयो तपाईँले होइन तर वाट आर द रिसोर्सेस द्याट आर इन्भल्भ पहिला र अहिले अब पहिलेको केसमा चाहिँ टिमै चाहिन्थ्यो होला कि त्यो बनाउनको लागि एउटाले एउटा मोडलमा एक्सपेरिमेन्ट गर्ने अर्कोले अर्कोमा एक्सपेरिमेन्ट गर्ने डेटाको फ्लोहरू मिलाउने अर्को टिम चाहिन्थ्यो होला होइन अनि त्यसरी हुन्थ्यो अहिलेको केसमा त एउटा एआईमा सर्टेन नलेज राख्ने अथवा नराख्ने नै पनि अहिले त नो कोड टुलहरू नै पनि छ होइन अनि उनीहरूले युज गरेर सिम्पल एउटा एक दिनमा बनाउन सक्छ कि अब त्यतिखेर चाहिँ मन्थ लाग्थ्यो होला त्यो एउटा कुनै प्रोटोटाइप निकाल्नको लागि होइन त्यसमा पनि अब कति कुराहरू इरर हुन्थ्यो होला एक्सेप्टेन्स नहुन सक्थ्यो होइन तर अहिले चाहिँ त्यो चाहिँ धेरै नै इजी भएको छ अहिले जे होस् एआईलाई एक्जिस्टिङ डेटाहरूमा ट्रेन गर्न सजिलो छ एन्ड द्याट्स वाइ होइन अहिले त्यस्तरी डेटा रिक्वायर्ड अथवा त्यो पनि भन्ने होइन कि एपिआई युज गर्ने प्रोटोटाइप लन्च गर्ने होइन त्यो पछाडिको अब जस्तो प्रडक्सनाइज गरेर होइन अनि स्केलेबल बिजनेसमा इम्प्लिमेन्ट गर्ने भन्ने कुरा त स्टिल अलिकति टाइम त लिएला होइन तर जस्ट प्रोटोटाइपिङकै कुरामा पनि होइन एउटा बिजनेसलाई चाहिँ मानिलिउँ रन गरिराखेको छ अनि उसलाई एआई इन्टिग्रेट गर्न मन लाग्यो उसको सर्टेन कुरामा उसलाई आइडिया आयो कि ल यहाँनिर चाहिँ मेरो एआई फिजिबल हुनसक्छ भनेर अनि त्यो केसमा चाहिँ काम गर्नलाई एकदम फास्ट हुन्छ कि प्रोटोटाइपिङ गर्न चाहिँ छिटो छ ट्रेनै नगर्नुपर्ने सिचुएसन अहिले चाहिँ इजी छ कि तर त्यो एआईलाई त्यो लेभलसम्म पुग्न पनि त वी ह्याड अघि भने जस्तो हामीले कुरा गऱ्यौँ नि एआई लर्न्स फ्रम अल द एक्जिस्टिङ डेटा एन्ड अल द्याट भन्ने कुरा थियो होइन सो यो डेटाको कुरा गर्दाखेरि अहिले जति पनि एक्जिस्टिङ डेटा अलरेडी थिए अर छन् त्यसमै अहिलेको एआई सिस्टम्सहरू ट्रेन भएको छ राइट एआई टुल्स एआई मोडल्स होइन प्लिज करेक्ट मी इफ आइ एम रङ त्यसमै ट्रेन भएको छ सो डु यु थिङ्क देयर इज अ सिलिङ टु वाट एआई क्यान डु बिकज सिन्स हामीले दिने डेटा हामीले इन्भेन्ट गर्ने कुराहरू त एकदम स्लो पेसमा जान्छ नि त बट एआईले त्यसलाई समातेर एकदम छिटो लर्न गर्छ राइट सो अहिले इभन इन द लास्ट फ्यु मन्थ्स यति सार्पली एआईको मोडल्सहरू एकदम इम्प्रुभ भइरहेको छ बट will it hit a ceiling sometime soon? What do you think? Like dead internet theory भन्ने एउटा छ क्या says कि the content that you consume on the internet will be all AI generated. Let's say like Reddit को forums तिमीले हेऱ्यौ मान्छे डिस्कस गरेको हेऱ्यौ इट्स all AI generated. अनि के भइरहेछ भन्दाखेरि ट्रेनिङमा त हामीले ह्युज अमाउन्ट अफ डेटा युज गर्छौँ नि त जस्तै च्याटजिपिटीको हरेक नयाँ भर्जन आउँछ क्लाउडको आउँछ ह्युज अमाउन्ट अफ डेटा फिड इन भइरहेछ अनि वी आर क्विकली रनिङ आउट अफ डेटा टु ट्रेन दिज मोडल्स अन के अहिले चाहिँ किनकि ह्युज अमाउन्टमा उसले कन्ज्युम गर्छ नि त त्यसमा चाहिँ के भइरहेछ भन्दाखेरि एआईको रेस चलिरहेछ युएसको यहाँ छ चाइनाको यहाँ छ अनि हामीसँग यति धेरै डेटा चाहिरहेको छ अब ट्रेन गर्ने डेटा बनाउनको लागि एआई
पनि इन्भेन्ट Okay. गर्नुपर्ने हुनसक्छ Okay, क्या. सो सिलिङ चाहिँ त्यहाँ त्यो केसमा चाहिँ भइरहेछ. इभन यो डेड इन्टरनेट चाहिँ इट्स समवट ट्रु. लाइक कति मैले कहाँ डेटा पढेको चाहिँ लाइक पिन्ट्रेस्टमा इफ यु सर्च लाइक मोर देन 40% चाहिँ एआई आइरहेछ. रेडिटमा कति डिस्कसन्सहरू हेर, कति ट्विट्सहरू हेर, बट्सहरू सब एआईबाट भइरहेछ होइन. सो या त्यो केसमा चाहिँ मैले इन्टरनेटमा देखेको छु यार, लाइक डेड इन्टरनेट चाहिँ अलिअलि भइरहेछ है. ओके, भनेपछि यो लुपमा चलिरहेछ. आफै डक्टर आफै पेसेन्ट भने जस्तै काइन्ड अफ एनालोजी मिल्न गयो. मैले फिल गरेको कुरा चाहिँ अब लार्ज ल्याङ्ग्वेज मोडलहरू जति आयो नि एलएलएम त्यो चाहिँ सर्टेन केसमा पुगेपछि जसले एडप्ट गर्यो र त्यसलाई सक्सेसफुल्ली एज अ बिजनेसमा इम्प्लिमेन्ट गरेर रन गरेर आरओआई आयो, उनीहरूले चाहिँ कन्टिन्यू गर्छ होला होइन. अब जसले गर्न सकेन नि तिनीहरूको लागि चाहिँ अर्को चिज भनेको स्मल ल्याङ्ग्वेज मोडलहरू विथ टुल इन्टिग्रेटेड कुराहरू आउँछ होला कि, जहाँ चाहिँ डेटाबेससँग कम्युनिकेसन भएर डेटा निकाल्ने अनि त्योसँग चाहिँ स्मल ल्याङ्ग्वेज मोडलहरूले कम्युनिकेट गरेर जे युजरलाई अल्टिमेट दिनुपर्ने त्यो कुराहरू त्यसरी एउटा रोटेसनल कुराहरू चाहिँ आउँछ कि जस्तो लाग्छ कि मलाई चाहिँ. र अलिअलि डिस्कसनहरू पनि स्टार्ट भएको छ. रिसेन्टली एउटा पेपर पनि मैले पढेको थिएँ कि त्यही रिलेटेडमा. अनि सो यही कन्टेक्स्टमा भनेपछि एआई विल नेभर इन्भेन्ट एनिथिङ न्यू, इज द्याट राइट? त्यो चाहिँ राइट भन्दिनँ यार म. हो र कसरी? बिकज अब एआई हेज टु ट्रेन फ्रम द डेटा द्याट वी सप्लाई. अनि अब इफ वी आर नट इन्भेन्टिङ एनिथिङ बिकज वी आर सो डिपेन्डेन्ट अन एआई अहिले, हो कि होइन? लाइक हाम्रो एआईले के भन्छ नि, त्यो नेसेसिटी इज द मदर अफ इन्भेन्सन भन्छ नि. सो पहिला निड थियो, इन्भेन्ट गरिन्थ्यो. अब धेरै जसो काम एआईले गरिदिन्छ, निड पनि खासै फिल भइरहेको छैन एन्ड वी डोन्ट इन्भेन्ट. सो हामीले इन्भेन्ट नगरिसकेपछि न्यू डेटा त आउँदैन. द्याट्स वाट आइम थिङ्किङ है. सो अनि एक्जिस्टिङ डेटा नै त्यसरी लुपमा ट्रेन भइरहने हो भने विल एआई बी एबल टु इन्भेन्ट एनिथिङ? अब डिड्युस गर्न छुट्टै छ, रिजनिङ गर्न छुट्टै छ, बट इन्भेन्ट यस्तो है. म चाहिँ अब अलिकति लाइक क्रिएटिभ पर्सपेक्टिभबाट हेर्छु कि यसलाई. किनकि लाइक इट्स अल अबाउट प्याटर्न रिकग्निसन हो क्या. लेट्स से इफ आई वेयर टु राइट लिरिक्स फर अ सङ, लेट्स है मैले एउटा कुनै म्युजिक इन्भेन्ट गरेँ अरे. अब मेरो ब्रेनमा के भइरहेछ भन्दाखेरि इट्स कुनै यो संसारमा केही पनि ओरिजिनल हुँदैन क्या. देयर इज अ कन्सेप्ट कल्ड लाइक स्टिल लाइक एन आर्टिस्ट भन्ने कन्सेप्ट छ, जहाँ चाहिँ विच सेज देयर इज नथिङ ओरिजिनल. इभन लाइक बिटल्सहरूले पनि भनेको छ नि, एल्भिस प्रेस्लीहरूले भनेको छ नि, पाब्लो पिकासोले भनेको छ, मैले जे आर्ट क्रिएट गर्छु इट्स नट माई ओन, इट्स फ्रम मेरो पास्ट आर्टिस्टहरूबाट इन्सपिरेसन लिएर बिट्स एन्ड पिसेस लिएर मैले गरेको. सो के रहेछ के हो त वेन यु क्रिएटिङ समथिङ न्यू भन्दाखेरि तिमीले पनि अलिक केही कुरा क्रिएट गर्यो भने तिमीभन्दा पहिलाको आर्टिस्टहरूबाट इन्सपायर भएर डिफ्रेन्ट ठाउँबाट बिट्स एन्ड पिसेस लिएर अनि यु क्रिएट समथिङ न्यू एन्ड द्याट्स योर ओरिजिनल आइडिया नि त. अनि केही पनि ओरिजिनल छैन क्या यो संसारमा. इट्स अल अबाउट प्याटर्न रिकग्निसन. तिमीले पास्टबाट इन्सपिरेसन लिएर गर्ने हो. अनि द्याट्स हाउ आई थिङ्क अबाउट इट कि. अनि फेरि एआई त प्याटर्न रिकग्निसन एकदम स्ट्रङ हो. उसँग भयोभरको सबै डेटा छ, उसले प्याटर्न्स एनालाइज गर्न सक्छ. अनि अफकोर्स इट क्यान क्रिएट समथिङ न्यू क्या. त्यसमा चाहिँ म त्यसरी हेर्छु क्रिएटिभ फिल्डमा. आई डोन्ट फिल एनिथिङ इज ओरिजिनल. मैले कुनै भिडियो क्रिएट गरेँ, कुनै एउटा आर्ट क्रिएट गरेँ, इट्स नट ओरिजिनल. मेरो दिमागमा त्यो बसेको छ, त्यो प्याटर्न्सहरूबाट म निकालेको छु. सो एआई क्यान क्रिएट समथिङ न्यू भन्नेमा छु म चाहिँ. तपाईँको स्ट्यान्स के छ यसमा? उहाँले भनेकोमा म कम्प्लिटली एग्री गर्छु. लाइक जसले पनि नयाँ चिज बनाउँछन् त्यो भनेको नयाँ होइन कि नयाँ तरिकाले गरेर आएको कुरा हो होइन. अनि त्यो भनेको कुनै न कुनै पछाडिको ब्याकग्राउन्डमा बेस बनेरै बनेको कुराहरू नै हो होइन. भनेपछि त्यो बेस त उसले अलरेडी छ होइन. अब ह्युमनको केसमा हामीले पढेर बुझेर जति पनि गरिरहेछ त्यो लिमिटेड हुँदै जाला कि, तर उसको एक्सेस त एकदम ब्रोड छ नि त. जस्तो इन्टरनेटमा भरको जम्मै चिज छ भन्नुको मिनिङ उसले त्यो कहीँ न कहीँ त्यो प्याटर्नहरू राखेको छ कि त्यो प्याटर्नलाई कसले स्टिमुलेट गर्छ र कसले क्रिएट गर्छ भन्नेमा चाहिँ डिपेन्ड गर्ला कि त्यो केसमा. भनेको प्रम्प्ट कसले बेटर दिएर नयाँ क्रिएट गर्न खोज्छमा चाहिँ बेटर त्यो डिस्कसन होला कि एआईले गर्न सक्छ या सक्दैन म भन्दा पनि. अनि द्याट्स फाइन एन्ड अल. तर मैले भनेको चाहिँ इन्भेन्सन इन द सेन्स जस्तै अब यो अलिकति फिलोसफीतिर जाला होइन. हामी पहिला वी वर भेरी प्रिमेटिभ क्रिएचर्स हो कि होइन. म्युजिक भन्ने कुरा थिएन त्यतिखेर. अब म्युजिक त हामीले पछि इन्भेन्ट गरे हो नि त. अहिले म्युजिक भन्ने डेटा छ, एआईले सङ बनाइदिन्छ, बट विल इट क्रिएट समथिङ सिमिलर? हामीले जसरी म्युजिक इन्भेन्ट गरे भने जस्तै एआईले एन्टायरली न्यू थिङ द्याट वी डोन्ट नो अफ त्यो इन्भेन्ट गर्ला त.
ओके यो चाहिँ लास्ट डिप क्वेसन हो है तिमीले किनकि लाइक क्रिएटिङ समथिङ न्यूवाला भयो क्या यो चाहिँ एक्ज्याक्टली त्यो केसमा चाहिँ लाइक आई हेभ टु अग्री विथ यु है किनकि लाइक नयाँ कुरा जुन चाहिँ उसको डेटाबेस अब यसको लागि मेबी अब सुपर इन्टेलिजेन्सले गर्न सक्ला एजिआई आएपछि गर्न सक्ला क्वान्टम कम्प्युटिङले त्यसलाई सपोर्ट गर्ला होइन तर आजको सिचुएसनमा चाहिँ उसको डेटाबेसमै नभएको कुरा उसको प्याटर्न्समै नभएको कुरा आजको दिनमा चाहिँ या फिलोसफिकली हेर्ने भने चाहिँ आई एग्री विथ यु यसमा यस मैले नयाँ फिलोसफी इन्भेन्ट गरेँ अनि यो क्रिएसनकै कुरा गर्दै जाँदाखेरि के जब एआई भन्थ्यो भने बच्चैदेखि एआई भनेको कुरा त सुने हो नि त अनि एआई भनेको के गरिदिन्छ एआईले हाम्रो एकदम रिपिटेटिभ टास्कहरू गरिदिन्छ जस्तै मेरो भाँडा माझिदिन्छ मेरो लुगा धोइदिन्छ मेरो घर सफा गरिदिन्छ सो द्याट आई एम फ्री टु बी क्रिएटिभ आई एम फ्री टु रिड आई एम फ्री टु डु वाट आई वान्ट अहिले के भइरहेछ एआईले क्रिएट गरिदिरहेछ एआईले बुकको समरी दिइरहेछ अनि एआईले अरू मेरो काम गरिदिरहेछ अनि वाट आई हेभ टु डु मसँग टाइम छ अब भाँडा माझ्ने लुगा धुने घर सफा गर्ने सो यो चाहिँ अलिकति उनो रिभर्स कार्ड खेले जस्तो भएन भएको छ त्यो चाहिँ अब म पनि पढ्दाखेरि वाट आई युज टु से इज एआईले केही क्रिएटिभ हुन सक्दैन एआई क्यानट बी आर्टिस्टिक इट क्यानट क्रिएट म्युजिक इट क्यानट क्रिएट आर्ट भनेर भनिन्थ्यो पढ्दाखेरि तर फर्स्ट हिट गरेकै क्रिएटिभ फिल्डमा हिट गरिदियो नि त एक्ज्याक्टली फर्स्ट नै लाइक टेक्स्ट जेनेरेसन इमेज जेनेरेसन क्रिएटिभिटीमा हिट गरिदियो लाइक द्याट आई एग्री विथ तर त्यो पनि अब के भइरहेछ जस्तो लाग्छ भन्दाखेरि सफ्टवेयर इज अलवेज इजियर नि त टेकको पार्टमा चाहिँ अनि हार्डवेयर इज अलिकति हार्डर क्या अब रोबोटिक्स क्याचअप गर्न सकेको छैन किनकि रोबोटिक्समा लट्स अफ बोटलनेक्सहरू छ क्या अहिले लाइक इनर्जीको बोटलनेक छ होला त्यो डेक्सटेरिटीको बोटलनेक छ अब छ होला ल रोबोटिक्सले नि फोल्डिङ गर्ने बनेको छ होला तर तिम्रो 1 वर्षको स्यालेरी जान्छ होला त्यो किन्नको लागि होइन सो आजको दिनमा चाहिँ यस सफ्टवेयर अगाडि छ हार्डवेयर अलिकति ब्याकएन्डमा चाहिँ छ तर द्याट डज नट मिन कि उसले क्रिएटिभ काम गरेर मान्छेले बोरिङ काम नै गर्छ भन्ने छैन एआईले बोरिङ काम पनि त गरिरहेको छ नि कतिपय इन्डस्ट्रिजहरूमा चाहिँ 100% एआई विदाउट एनी ह्युमन्स कति इन्डस्ट्रीहरू चलिरहेको छ रन भइरहेको छ इभन यो कस्टमर सपोर्टहरूको पार्टमा लाइक डेटा एन्ट्रीको पार्टमा बोरिङ कामहरू पनि गरिरहेको छ तर लाइक वाट आई वान्ट टु एड्रेस इज सफ्टवेयर अगाडि छ हार्डवेयर रोबोटिक्स अलिकति पछाडि पर्यो तर यो पनि लाइक 5-10 इयर्समा चाहिँ क्याचअप गर्छ होला यो पार्टमा चाहिँ तर यस्तो अब यो पार्टमा या क्रिएटिभ फिल्डमा हिट गर्यो तर त्यो द्याट मिन्स कि क्रिएटिभ्सहरू अझै आफूले अपग्रेड गर्नु पऱ्यो लाइक इट्स द सर्भाइभल अफ द फिटेस्ट यसमा चाहिँ के गर्नै सकिँदैन कम्प्लिटली एग्री लाइक क्रिएटिभ पार्टमा अनि त्यस पछाडि जानेर हामी जस्तो सफ्टवेयर इन्जिनियरको रोलमा होइन जाने त्यस्तो चिजमै हिट गर्यो क्या सुरुमा आउने बित्तिकै अब गर्नुपर्ने चाहिँ के हो भने लाइक त्यसलाई युज गरेर अझ बेटर कसरी बन्ने भन्नेतिर चाहिँ हामीले फोकस गर्नुपर्ने रादर कि लाइक डिसवासतिर जानुपर्ने होइन अब त्यही नै हो मेजर भनेको जसले त्यसलाई लिएर आफूलाई अपग्रेड गर्न सक्यो त्यो नै त्यसले भाँडा मान्नु पर्दैन भनौँ बेसिकली फाइन ल ठिकै छ जस एआईले काम चाहिँ सजिलो गरिदिन्छ भन्ने कन्सेन्सस चाहिँ छ होइन अब सजिलो त गरिदिन्छ यस त्यसमा एउटा कुरा है जस्तो एभ्री टेक्नोलोजी कम्स विथ त्यो जागिर खाइदिन्छ होला कि इन्डस्ट्रियल रेभोल्युसन हुँदा पनि मेसिन आउँदा मान्छेको काम हुँदैन भन्ने तर के भइदियो मेसिन चलाउन मान्छे चाहियो होइन अब अर्को त्यस पछाडिको अर्को सफ्टवेयर AI.com यो बबल सबै आयो होइन त्यस पछाडि अरू कुराहरू केही आयो होला अहिले एआई आएपछि फेरि यो टकहरू स्टार्ट भइरहेछ नि त तर यसले एउटा नयाँ डाइनामिक छ त्यो एउटा भर्टिकल चाहिँ कहीँ न कहीँ खोलिदिँदै जान्छ कि अब जो मान्छे त्यता जाँदै गर्छ अथवा त्यसलाई युज गरेर नयाँ तरिका सोच्न थाल्छ होइन त्यो मान्छेले भाँडा मान्नु पर्दैन होइन अब होइन जो मान्छे चाहिँ रिपिटेटिभ वर्कमा बिलिभ गरेको छ होइन अनि आफूलाई अपग्रेड गर्न चाहँदैन त्यो भर्टिकल त्यो डाइनामिक्स हेर्नै चाहँदैन भने चाहिँ अब उसलाई त के भन्ने बाई बाई गुड नाइट थ्याङ्क यू त्यही नै हो सो अब त्यही एआईले काम त सजिलो हाम्रो गरिदिन्छ नै भनेर कन्सेन्सस चाहिँ छ तर एउटा कुरा चाहिँ के पनि लागिरहेछ भने मलाई सिन्स एआई इज देयर टु सिम्प्लिफाई यर टास्क अर मेक यु मोर प्रोडक्टिभ तपाईँहरूलाई कतिको गाह्रो भएको छ फिल्डमा अहिले काइन्ड अफ एउटा प्रेसर छैन एआई युज गरेर छिटो गरिहाल्न हुन्छ नि गर्न सकिन्छ नि त एआई युज गरेर गरिहाल्न भनेपछि एक्चुअली सिम्प्लिफाई हुनुभन्दा पनि काम धेरै थपिरहेको पो हो कि म चाहिँ यसरी हेर्छु लाइक एआई चाहिँ एम्प्लिफायर हो होइन इट्स अ टुल अल्टिमेटली इट्स अ टुल के जति चाहिँ भयो भने
किचन नाइफ इज अ टुल नि त किचन नाइफ तिमीलाई कसरी चलाउन आउँछ त्यसमा डिपेन्ड गर्यो क्या लाइक टुल्स आर ओन्ली एज स्मार्ट एज द पर्सन युजिङ देम भन्छ नि अनि लेट्स से इफ युर एन एभरेज सफ्टवेयर इन्जिनियर अनि युजिङ एआई यु विल बी एन एभरेज सफ्टवेयर इन्जिनियर बट फास्टर के त्यसले मात्रै एम्प्लिफाई गरिदिने हो क्या होइन त्यसरी हेर्छु अनि के चाहिँ भइरहेछ मलाई प्रेसर चाहिँ के कुन पार्टमा फिल भइरहेछ एआईले गर्दाखेरि अब च्याट जिपिटी क्लड ग्रग जेमिनाईको एक्सेस सबलाई छ अनि लेट्स चाहिँ स्क्रिप्ट राइटिङ इक्जाम्पल लिनु म धेरै भिडियो बनाएर हुन्छु स्क्रिप्ट राइटिङ इक्जाम्पल लिने हो भने मेरो एभरेजको बार हाई भएको छ क्या त्यसले एआईले गर्दाखेरि चाहिँ सबै मान्छेले यो टुल युज गरेर एभरेज स्क्रिप्ट राइटिङ चाहिँ सबैले गरिदिन सक्छ अनि पहिला मेबी एभरेज पनि चलिरहेको थियो भने आजको दिन एभरेजमा चल्दैन बार चाहिँ हाई भएको छ अब यो चाहिँ सबै फिल्डमा एक्सपान्ड गर्छ नट जस्ट स्क्रिप्ट राइटिङ तिम्रो सफ्टवेयर इन्जिनियरिङदेखि लिएर एभ्री फिल्डमा भएको छ क्या सो टप पर्फर्मर्सहरूले चाहिँ के प्रेसर फिल गरिरहेछन् जस्तो लाग्छ भन्दाखेरि इट्स ब्यारियर टु एन्ट्री एकदम सजिलो भयो पहिला त लेट्स चाहिँ म प्रोग्रामिङ थिएँ भने म एउटा पेडेस्टलमा बस्थेँ कि मैले यत्रो वर्ष पढेको छु प्रोग्रामिङ छ अरू कसैले गर्न सक्दैन गाह्रो छ तर आजको दिनमा त नन टेक्निकल मान्छेले पनि क्लाउड कोड युज गरेर राम्रै जेनेरेट गरिदिन सक्छ क्या सो टप पर्फर्मर्सहरू चाहिँ त्यो प्रेसरमा चाहिँ बसिरहेछन् एभरेजको बार हाई भएको छ अब मैले अरू अझै अपग्रेड हुनुपर्ने छ इट्स अ गुड काइन्ड अफ प्रेसर कि म चाहिँ यो प्रेसर फिल गरिरहेको छु अनि इट्स भेरी भेरी च्यालेन्जिङ एन्ड भेरी गुड फर मी तपाईँलाई मलाई चाहिँ के भएको छ भने लाइक के बनाउने भन्ने कुरा थाहा नभइकन त्यो एआई युज गरेर पनि हुन्छ भन्ने लाग्दैन कि होइन त्यो एउटा थट प्रोसेसमा भइसकेपछि चाहिँ एआईबाट त्यो पुस गर्ने काम चाहिँ एज अ टुल युज गरेर गर्न सकिन्छ सो प्रेसर भन्दा पनि कस्तो चाहिँ छ भने लाइक हामीले 2 वर्ष अगाडि र अहिले हेर्ने भने चाहिँ जति काम 10 दिनमा गरिरहेको थियो त्यो चाहिँ सायद 1-2 घन्टामा गरिन्छ होइन जति मान्छेले 10 दिनमा गरिरहेको थियो त्यो एकजनाले 1 दिनमा गर्न सकिन्छ त्यो कुराले गर्दा कम्पनी वाइज चाहिँ त्यो प्रेसरहरू बढेको होला होइन पर्सनली त मलाई त्यस्तो त फिल भएको छैन अहिलेसम्म ए ओके तर मैले त्यही भने नि तपाईँलाई चाहिँ उहाँलाई चाहिँ प्रोडक्टिभिटीको हिसाबले आफूले अझ बार हाई गर्दै लैजाने रमाइलो लागिरहेछ तपाईँलाई चाहिँ त्यस्तो प्रेसरै फिल भएको छैन अहिलेसम्म काम सजिलो भएको जस्तो लागिरहेछ भन्नुहुन्छ मलाई चाहिँ झन् त्यो प्रोडक्टिभ भइराख्नुपर्ने टेन्सन होइन एउटा त्यो काम सजिलो भइसकेपछि काम धेरै गर्न सकिन्छ अनि झन् धेरै गरिराख्नुपर्ने त्यो एउटा प्रेसर होइन त त्यो होइन त्यो लाग्दैन लाइक काम भनेको कुरा भनेको आफूलाई मन लाग्दा गर्ने कुरा नहो अथवा कुनै एउटा जे बनाउनु पर्ने छ त्यसमा डेडिकेटेड भएर मलाई त कहिले त्यस्तो भएन मन लाग्दा गर्ने मन लाग्दा काम नगर्ने भने कहिले भन्नु जहिले गर्नु पर्थ्यो ठिक हो त्यो त होइन यसमा मेरो ओपिनियन चाहिँ कस्तो छ भने हामी एज अ सफ्टवेयर इन्डस्ट्रीमा छौँ होइन हामीले गर्ने भनेको मान्छेलाई सजिलो कसरी बनाउने अथवा कुनै एउटा बिजनेस प्रब्लमको सल्युसन निकाल्ने अथवा भ्यालु प्रोभाइड गर्ने हो नि त अब त्यस्तो केसमा चाहिँ पहिले के हुन्थ्यो भने अलिकति धेरै रिसर्च गर्न खोज्न जान धेरै पर्थ्यो होला त्यो साइडमा धेरै कुराहरू हेर्न पर्थ्यो होला होइन अब अहिले कुरामा चाहिँ त्यसलाई छिटो चाहिँ बनाउन सक्यो होइन खोज्न छिटो सक्यो हेर्न छिटो सक्यो अब त्यसमा प्रोडक्टिभिटी भनेको अरूको कम्पेरिजन गर्न थाल्यो भने त लाइकली त्यो कुराहरू अर्कै डिरेक्सनमा जाला तर त्यस्तो त छैन ओके ठिकै छ त्यो आई गेस द्याट थट प्रोसेस इज अल्सो समथिङ पिपल हु थ्राइभ इन प्रोडक्टिभिटी एन्ड अपग्रेडिङ देमसेल्भ जस्तै तपाईँहरू जस्तै भए चाहिँ राम्रो म जस्तो अल्छी भयो भने चाहिँ त्यस्तै हुने रहेछ देन अनि अब यो सिन्स एआईले नै काम सजिलो गरिदिने प्रोडक्टिभिटी एन्ड एफिसियन्सीको कुराहरू आइरहेछ अहिले आई थिङ्क देयर आर अब मलाई अकर्डिङ टु मी है प्लिज करेक्ट मी इफ आइ एम रङ देयर आर 2 स्कुल्स अफ एआई एउटा चाहिँ बुस्ट यर इन्कम 10 टाइम्स युजिङ दिस एन्ड द्याट एआई टुल अर्को चाहिँ अघि हामीले कुरा नि गरिहाल्यौँ एआई इज टेकिङ आवर जब्स एआई इज टेकिङ आवर इन्कम अपर्च्युनिटिज अर समथिङ लाइक द्याट तपाईँहरू चाहिँ कुन स्कुल अफ थटमा हुनुहुन्छ म त दुइटैमा छैन यार खास भने अघि भने जस्तै कि लाइक एभ्री नयाँ टेक्नोलोजिकल रेभोल्युसन भएपछि त्यो ओभर हाइप गर्ने छ क्या हामीले होइन अनि यो बोथ जुन स्कुल अफ थट छ नि एभ्री त्यो टेक्नोलोजिकल बुममा चाहिँ हाइप र फियरलाई सेल गर्ने हो क्या अनि जसले एआई युज गरेर 10 गुणा कमाउन सक्नुहुन्छ भने जसले भन्छ नि उसले एआई युज गरेर कमाइरहेको छैन कि त्यसको कोर्स सेल गरेर कमाइरहेको होला होइन पोइन्ट टु बी नोटेड अनि जसले चाहिँ त्यो फियर सेल गरिरहेछ उसको पनि केही मोटिभेसन छ होला जसले एआईले हाइप गरिरहेछ उसले आफ्नो जस्तै अब च्याट जिपिटी जेमिनाईको
सिइओजहरूसँग हेर्ने हो भने उनीहरूले एकदम ओभर हाइप गरेर आएको हुन्छन् किनकि उनीहरूले एज अ भ्यालुएसन बढाउनु पर्नेछ, सेयर होल्डर्सले एन्सरेबल हुनुपर्नेछ। सो यो दुइटै स्कुल्स अफ थट चाहिँ उनीहरूको सेल्फिस रिजन्सले गरेर हुन्छन् क्या। हामी चाहिँ त्यसरी त्यसमा हुन भएन, मेनिपुलेट हुन भएन। यो स्कुल अफ थट चाहिँ के हो भन्दाखेरि इट्स टेक्नोलोजिकल रेभोल्युसन चाहिँ हो, अनडाउटेडली एकदमै ठुलो टेक्नोलोजिकल रेभोल्युसन हो। यसले चाहिँ धेरै इन्डस्ट्रीमा इम्प्याक्ट गर्नेवाला छ, कतिको जब गइसक्यो क्या, जानेवाला छ होइन, गइसक्यो, त्यो त ट्रु हो। तर हाइपमा आएर फियरमा आएर केही गर्नुपर्छ त्यो आत्तिनु पर्दैन। के चाहिँ गर्नुपर्छ भन्दाखेरि के चाहिँ रेकमेन्डेसन दिन्छु भन्दाखेरि विच एभर फिल्ड युर अन एआई इनेबल हुनु पऱ्यो क्या। इफ युर अ डक्टर स्टार्ट युजिङ एआई, इफ युर अ टिचर स्टार्ट युजिङ एआई, इफ युर अ लयर स्टार्ट युजिङ एआई। सो एआई नै सबै कुरा भनेर हेर्नु परेन। आफ्नो फिल्डमा, मेरो फिल्डमा एआई कसरी युज गर्न सक्छु, मैले कसरी एआई इनेबल गर्न सक्छु, त्यति मात्र गरे पुग्छ। फियर हाइप केही सेल गर्नु परेन। जे इन्डस्ट्रीमा हुनुहुन्छ तपाईँलाई भन्दैछु, जुनसुकै इन्डस्ट्रीमा हुनुहुन्छ स्टार्ट युजिङ एआई, केही सुन्नु पर्दैन, त्यति भएपछि ठिक हुन्छ। कम्प्लिटली एग्री। अब त्यही नै हो, उहाँले भने जस्तै जहाँ हुनुहुन्छ त्यहाँनिर स्टार्ट गर्नुहोस्, त्यसमा आफ्नो ह्युमन टच दिनुहोस्। टिचर हुनुहुन्छ भने त्यो पोजिटिभ इनर्जी भाइब्रेसन सेल गर्नुहोस्, तर कन्टेन्ट बनाउनको लागि एआई युज गर्नुहोस् होइन, जुन स्टुडेन्टलाई ट्रान्सफर गर्नुहुन्छ। सफ्टवेयर इन्जिनियर हुनुहुन्छ भने के बनाउने भिजुअलाइज गर्नुहोस्, त्यस पछाडि कोडको लागि एआई युज गर्नुहोस्। त्यही नै हो। यस्तो भयो कि लाइक इट्स काइन्ड अफ लाइक सोसल मिडिया के। पहिला वेबसाइट आयो होइन, लाइक एभ्री बिजनेसलाई वेबसाइट चाहियो, एभ्री इन्डिभिजुअललाई वेबसाइट चाहियो। त्यसपछि सोसल मिडिया आयो, एभ्री बिजनेसलाई सोसल मिडिया चाहियो, एभ्री इन्डिभिजुअललाई सोसल मिडिया चाहियो। अब एआई पनि त्यही हो कि। अब जुन एसएलएमको कुरा गऱ्यौँ हामीले, निश मोडल्सहरू आउँछ अहिले गुगलको जेमा एसएलएम आएको छ, फोनबाट चल्छ। सो अफलाइन फोनबाट मैले आई क्यान युज जेमा होइन। सो यस्तो स्मल मोडल्सहरू छ, निश मोडल हुनसक्छ, तपाईँको इन्डस्ट्रीभित्र नै एउटा एलएलएम हुनसक्छ। सो त्यो हुनेवाला छ नि त। त्यही भएर हाइपमा फियरमा होइन, तर एआई इनेबल हुने, अर्को केही नसुन्ने, किनकि सबैजनाको सेल्फिस रिजन्सहरू गरिरहेको छ, आफ्नो इन्डस्ट्रीमा एआई युज गरे पुग्छ। सो भनेपछि दिस इज अ लेसन फर दि अडियन्स। त्यो जुन चाहिँ आउँछ नि एड्सहरू, अब यो कोर्स लिनुहोस् अनि वेबसाइट बनाउनुहोस् 10 मिनटमा अनि सेल गर्नुहोस्, गेट रिच विथ एआई भन्ने यस्तो कुराहरूमा चाहिँ त्यसमा चाहिँ नपर्न नै राम्रो हुन्छ अहिलेको लाइफ होइन त। अब कुनै जेन्युन पनि हुन्छ फेरि है, पछि फेरि मैले नै कोर्स बनाउँला होइन, त्यो हुनसक्छ फेरि। तर लाइक बी अवेयर अफकोर्स, लाइक ह्याभ कमन सेन्स के। इन्टरनेटमा इफ यु हेभ कमन सेन्स लाइक यु विल डु गुड। तर प्रब्लम इज मोस्ट पिपल डोन्ट इभन ह्याभ कमन सेन्स। इन्टरनेट त्यही भएर कस्तो स्क्याममा परिरहेको हुन्छ नि मान्छेहरू, जस्ट कमन सेन्स मात्र राइट। टर्न्स आउट कमन सेन्स इज नट द्याट कमन। भनेपछि अब ठिक छ, त्यो फियर एन्ड द एक्साइटमेन्ट एन्ड ओभर हाइप त छँदैछ, बट देन यु अघि तपाईँले भन्नुभयो, दुईजनाले भनिसक्नुभयो एआईले जब्स त खानेवालै छ, खाइसक्यो पनि होइन। अनि यो हाम्रो एउटा डेटा थियो कि, यस दिस इज फ्रम एन्थ्रोपिक इट्सेल्फ। तपाईँहरूले कतिको क्लियरली देखिरहनु भएको छ। यो द टप 10 जब्स वेयर एआई इज मोस्ट एक्टिभली रिप्लेसिङ ह्युमन वर्क। अब यो लिस्ट हेर्दाखेरि डु यु अग्री विथ दिस लिस्ट? अब यो किनभने यो त ग्लोबली भएको हो, बट नेपालमा के छ, लाइक डु यु थिङ्क दिस इज हाउ इट इज गोइङ, कि यो आउन बाँकी नै छ नेपालमा? नेपालमा त धेरै टाइम लाग्छ यो आउनलाई। कस्तो ठाउँमा आउन सक्छ भने जसले नेपालमा बसेर बाहिर काम गरिरहेछन् नि, त्यस्तो केसमा बरु अलिकति आउला होइन। सो नेपालमा यु आर अग्रिङ द्याट तपाईँको जब नै एट रिस्क छ? होइन, मेरो छैन होइन। तर कहाँनिर आउन सक्छ भने एउटा ब्यारियर त कहाँ बनिसक्यो भने जो सफ्टवेयर इन्जिनियर इन्ट्री लेभलमा आउन खोजिरहेछ त्यसलाई नेपालमै पनि ब्यारियर बन्न थालिसकेको छ कि। अहिले जुनियर हायरिङहरू आइटी पढिरहेको मान्छेहरूको लागि त्यो अलिकति गाह्रो हुन थालिसकेको छ होइन। अर्को नेपालमा अर्को प्रब्लम भनेको यो सबै इम्प्लिमेन्ट हुनको लागि चाहिँ नेपालको ल्याङ्ग्वेज ब्यारियर जुन अघि कुरा भएको थियो नि, त्यो कुराले पनि अलिकति टाइम लाग्छ होइन। अनि कस्टको कुरा पनि आउँछ कि, जस्तो अहिले जति नै हामीले एआईलाई चिपर भनिरहे पनि होइन, एभाइलेबिलिटी भइसकेको छ भने पनि स्टिल नेपाली मार्केटमा त्यो कस्टली नै छ कि होइन। त्यो भएर नेपाल बेस्ड बिजनेसहरूको लागि यो कुरा आउनलाई अलिकति टाइम लाग्ला। प्लस नेपालको मार्केट भनेको इमोसनल बेस्ड नै छ नि त, अलिकति ह्युमन टच। कल सेन्टरमा कल गर्दा पनि एआई बोल्यो भने कल काट्ने म पनि हो होइन। अनि त्यस पछाडि त्यो भएपछि नेपालको केसमा अलिकति टाइम लाग्ला, तर अब ग्लोबल्ली हेर्ने हो भने त हुन पनि सक्छ यो चिज। व्हाट डु यु थिङ्क? यु अल्सो अग्री विथ दिस स्टेटमेन्ट? मेरो पोजिसन छैन, खुसी छु यार। मेरो सो यस्तो हो नेपालमा चाहिँ या ट्रु हो यार। नेपालमा के छ भन्दाखेरि
वर्कफोर्स रिलेटिभली चिप हो नि त नेपालमा होइन? Yeah, you can say अनि that. लाइक एआई के भइरहेछ भन्दाखेरि आजको दिनसम्म पनि इट्स भेरी एक्सपेन्सिभ कि हामीले हाम्रो कम्पनीमा एउटा एआई एजेन्ट इभन ओपन क्लाउड नै हामीले टेस्ट गऱ्यौँ, वी ह्याड अ सर्टेन प्रब्लम फेस गरिरहेको थियौँ, त्यो प्रब्लम युज गर्न हामीले एआई एजेन्ट डिप्लोय गऱ्यौँ, लाइक अन्डर 2 hours $500 जति खर्च भयो। 2 hours मा $500 खर्च भयो अनि इट डिडन्ट इभन डु द टास्क वी वान्टेड क्या होइन? सो एन्ड कन्ज्युमरमा लाइक इफ जस्ट युजिङ ChatGPT, जेमिनाई, यु पेइङ $20 पर मन्थ ठिक छ, तर जब त्यो पछाडि ब्याकएन्डमा गर्ने हो भने चाहिँ इट्स भेरी एक्सपेन्सिभ कि हाम्रो नेपाली मार्केटको लागि पनि। अनि आई अग्री नेपालमा आउन अलिकति टाइम लाग्छ, तर अब त ग्लोबल सिटिजन हो क्या सबैजना आउने वर्ल्डमा, हामी चाहिँ जियोग्राफिकल ब्यारियरमा त्यो सोचमा बस्न भएन नि त नेपालमा छौँ भनेर। एभ्री वान इज जियोग्राफिक के अरे ग्लोबल सिटिजन, हामी ग्लोबल मार्केटमा अब झन् नयाँ गभर्मेन्ट आएको छ, स्टेबल गभर्मेन्ट आएको छ, हामी बिस्तारै ग्लोबल मार्केटमा छिर्छौँ। तर पहिला चाहिँ यो टाढा थियो भने चाहिँ म चाहिँ अब नजिकै छु भनेर नजिकै आउनेवाला चाहिँ यस्तो कुरा भन्नेमा छु होइन? यार मास फायरिङ चाहिँ भइरहेछ, मान्छेहरूको जब्स गइ पनि रहेछ, तर कति चाहिँ स्टिल म ओभर हाइप नै छ भनेर पनि भन्छु क्या, किनकि पिपल आर ओभर सेलिङ एआई। कति चाहिँ लाइक कोभिडको टाइममा बढी हायर गरेर अनि फायर गरेर हुन्छन् होइन? अनि त्यो हामीले ओभर हायर गऱ्यो भनेर भन्नुभन्दा त बरु एआईले गर्दाखेरि गरेको भन्यो भने त एभ्री वान इज ह्याप्पी, सेयर मार्केट पनि राम्रो भयो होइन? अनि लाइक भइरहेछ, फायरिङ नभएको होइन, तर नेपालमा आइसक्न स्टिल टाइम लाग्छ, तर अल्टिमेटली सर्भाइभल अफ द फिटेस्ट हो। लाइफ इज अ गेम, इफ यु डोन्ट अपग्रेड युर सेल्फ तपाईँको नाम त्यहाँ हुन्छ। मेरो त अहिले छ तपाईँको कुन चाहिँमा पऱ्यो मलाई भनिदिनु त? टिपिकल्ली ठ्याक्कै त छैन छैन, तर जेनरलमा चाहिँ टपमै छ। टपमै छ धन्न, मेरो पनि छैन रहेछ अहिलेसम्म चाहिँ एटलिस्ट टप 10मा। सो अघि भर्खर तपाईँले भनिहाल्नु, मास फायरिङ भइरहेछ, वी अल नो द्याट होइन? अनि फेरि अब यो चार्ट पनि हेऱ्यौँ हामीले अहिले, अब यो टप 10मा धेरै जसो कम्प्युटर एन्ड इन्फर्मेसन टेक्नोलोजीवालै छ होइन? टप 10मा आई थिङ्क 8 out of 10 आर इन्फर्मेसन टेक्नोलोजी। अनि त्यो थियो नि एउटा देयर अ सेइङ, एआई वोन्ट टेक योर जब बट समवन युजिङ एआई विल। आई गेस यु अग्री अर नट? अब त्यो आफ्नो ठाउँमा छ, बट मलाई के लाग्यो भने अहिले रिसेन्टली यो मेटामा, ओराकलमा, एमाजोनमा जुन चाहिँ यस्तो मास फायरिङ भइरहेछ, 15,000, 20,000, 30,000 होइन ले अफ भइरहेछ। अनि फेरि यो फिस्कल इयरको फर्स्ट 9 मन्थमा इभन इन्डियामा टप 10 हो कि कति टप 5 आइटी कम्पनीजले ओन्ली 17 पिपल हायर गरेको छ अरे आइटीमा है। सो द्याट इज अलरेडी अलार्मिङ। अनि मलाई चाहिँ के लाग्यो भने अघिको कुरामा क्या, इफ anyone who knows how to use AI cannot be fired, झन् आइटीको मान्छे भनेपछि त मेरो विचारमा चाहिँ के हुन्छ भने दे वुड बी द वान्स हु नो हाउ टु युज एआई मोस्ट, तर उनीहरू नै बेसी फायरिङमा परिरहेछ। सो वाट चान्स डु द रेस्ट अफ अस ह्याभ वेन इट कम्स फर अस, अर इज द्याट थिङ्किङ रङ फ्रम माई साइड? म यसमा ओपिनियन दिन्छु ल। ओके, सुरुमा कसैले केही बनाउँछ भने त्यो बनाउने ठाउँ भनेको आफूले जे धेर जाने छ त्यो बनाउँछ कि। सो सफ्टवेयर एआई बनाउने भने नि सफ्टवेयर इन्डस्ट्रीकै मान्छेले हो कि, अनि उनीहरूलाई जान्ने भने नि कोडिङै हो नि त। भनेपछि कोडिङ बेटर भइरहेछ कि एआई होइन? अब त्यसले चाहिँ के भयो भने जसले सुरुमा कस्तो कल्चर थियो अगाडि एआईभन्दा अगाडि भने सोल्युसन आर्किटेक्ट हुन्थ्यो होला होइन, सिस्टम डिजाइनहरू गर्थ्यो होला, अनि त्यसमा बेस भएर जुनियर इन्जिनियरले प्रोग्रामिङ गर्थ्यो होला, अनि उसले सिक्दै जान्थ्यो होला। अब के भइरहेछ भने लाइक 50,000 रुपियाँ दिएर एउटा जुनियर इन्जिनियर हायर गर्नुभन्दा $20 को एउटा सब्सक्रिप्सन दियो भने चाहिँ उसले बेटर त्यो जसले सोल्युसन आर्किटेक्ट गरे उसले बेटर कोड लेखिदिन्छ होला कि। अनि त्यस्तो रिजनले गर्दा जुन जुनियर इन्जिनियर जसको काम भनेको चाहिँ लाइक प्रोग्रामिङ गर्ने अथवा त्यो थिङ्क आउट अफ द बक्स नगर्ने मान्छेहरू थियो होला, त्यस्तो मान्छेहरू फायर भइरहेको कि। ओके, न कि लाइक कोर सफ्टवेयर डेभलपमेन्टमा त्यो एउटा भ्यालु प्रोभाइड गर्ने मान्छेहरू चाहिँ त्यो चाहिँ रहन्छ। सो अघि भन्नुभएको जस्तै द टप पर्फर्मर्स स्टे, द रेस्ट हु डोन्ट अपग्रेड देमसेल्भ्स गो होइन त? इभन यस्तो हो लाइक इभन इफ चाहिँ गो, म चाहिँ कस्तो हेर्छु भन्दाखेरि लाइक म त एकदम लाइक गेम थ्योरी स्टडी गर्ने मान्छे हो क्या। अनि फायरिङ भइरहेछ, यस किन भइरहेछ भन्दाखेरि पहिला 10जना चाहिन्थ्यो भने आज 3जनाले त्यो काम गरिदिरहेछ, बाइकले 7जना फायर भइरहेछ। अनि यो त ट्रु हो नि त, डेटाले भनिरहेछ फायर भइरहेछ। अनि यसलाई चाहिँ म कसरी पनि हेर्छु भन्दाखेरि इफ स्मार्ट, इभन इफ लाइक टप पर्फर्मर्स, इभन इफ स्मार्ट पिपल गेट फायर्ड होइन,
दे गो आउट देयर एन्ड बिल्ड समथिङ अफ देयर ओन के कि त लाइक च्याट जिपिटीको मान्छे एन्थ्रोपिकमा गइरहेछ कि जेमिनाईको मान्छे माइक्रोसफ्टमा जान्छ होला कि त इफ दे आर स्मार्ट इनफ अफकोर्स दे बिल्ड देयर ओन कम्पनी बिल्ड देयर ओन एआई सिस्टम्स आफ्नै अन्टरप्रेनरसिप गर्छन् नि त अनि त्यो इकोनोमीमै त बस्छन् उनीहरू अनि कस्तो छ भन्दाखेरि इफ यु डोन्ट वान गेट फायर्ड टप पर्फर्मर चाहिँ म चाहिँ कसरी हेर्छु भन्दाखेरि आजको दिनमा इन्स्टेड अफ बिङ अ स्पेसलिस्ट यु सुड बी एम टु बी अ जर्नलिस्ट जसरी हेर्छु क्या म चाहिँ इट्स रिलेटिभली इजियर टु बी इरिप्लेसेबल कि इफ यु जर्नलिस्ट इफ यु डु मल्टिपल थिङ्स एट वन्स भर्सेस इफ यु डु वान थिङ एकदम राम्रो तरिकाले सो फायरिङको केसमा यस डेटा सेज कि फायर्ड भइरहेको छ इट्स भेरी ट्रु तर लाइक आई सेड लाइफ इज अ गेम यु निड टु कन्सटेन्टली अपडेट युर सेल्फ च्यालेन्जेस आउँछ च्यालेन्जलाई ओभरकम गर्ने हो नि त ठिक छ म फायर गर्छु ल तिमीहरूभन्दा ठुलो कम्पनी बनाउँछु भनेर मैले अरू कम्पनी बनाउन सक्छु नि त होइन सो यसलाई त पोजिटिभली रूपमा हेर्ने हो भने चाहिँ त्यही इकोनोमीमै बस्छन् क्या मान्छेहरू सो भइरहेछ यो यहाँ अफकोर्स थोरै चाहिँ डिसएग्री लाइक तपाईँले भन्नुभयो झन् जेनरल कन्सेप्टमा मान्छे जान्छ भनेर गएर चाहिँ बेटर गर्छ भन्ने त्यसमा चाहिँ कस्तो हुन्छ भने जब जेनरलमा मान्छे छिर्छ नि तब उसले चाहिँ फोकस चाहिँ चिप्लिन्छ कि मान्छेको होइन अनि त्यो फोकस बिग्रियो भने चाहिँ अनि रिप्लेसेबल त्यहाँ चाहिँ भन्छ जस्तो लाग्छ कुनै एउटा ठाउँमा फोकस गरेर जब त्यो मान्छे निस भएर एकदम डिपमा जान्छ नि होइन भने चाहिँ मेबी उसले त्यो गेन गरेको जुन नलेज हुन्छ नि त्यो चाहिँ अझ बेटर हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ अनि चाहिँ झन् इनरिप्लेसेबल भन्छ नि त्यतातिर मान्छे जान्छ जस्तो लाग्छ कि न कि जेनरल मान्छे कि मेरो थटमा चाहिँ त्यो त्यो पनि ठिक हो लाइक डोमेन एक्सपर्ट भयो भने अफकोर्स यु विल बी इरिप्लेसेबल होइन तर म चाहिँ आई बिलिभ इन बिङ अ जर्नलिस्ट खोइ किन म आफै जर्नलिस्ट भएर म बायस भयो होला होइन तर आई बिलिभ इन बिङ ज्याक अफ अल भर्सेस होइन त्यसमा चाहिँ आई अल्सो सेयर सिमिलर पर्सपेक्टिभ टु हाम्रो अश्विन दाई बिकज म पनि त्यस्तै हो कि यता पनि उता पनि छ एउटा केमा एक्सपर्टिज छैन अनि त्यो भन्छ नि एक्चुअल द कोट गोज ज्याक अफ अल ट्रेड्स मास्टर अफ नन भन्छ नि द फुल कोट थाहा छ तपाईँहरूलाई ज्याक अफ अल ट्रेड्स मास्टर अफ नन बट बेटर देन अ मास्टर अफ वान अरे क्या सो इट स्ट्यान्ड्स अब त्यो त कोट नै हो लाइक हाउ इट प्लेज आउट त बिस्तारै थाहा हुँदै जान्छ मेबी यु विल बी राइट मेबी ही विल बी राइट वी डोन्ट नो बट एनिवेज अब यो हामीले यो जुन चाहिँ चार्ट हेऱ्यौँ यो चाहिँ अब धेरै जस्तो यसमा चाहिँ एकदम सफ्टवेयर अर लाइक इन्फर्मेसन टेक्नोलोजीको त्यो कुराहरू छ होइन त्यसपछि देयर इज अनदर चार्ट के यो पनि आई थिङ्क एन्थ्रोपिकले रिलिज गरे हो यु क्यान सी दिस राइट अब यसमा पनि त्यही अब कुन चाहिँ सेक्टरमा चाहिँ एआई छिरिसकेको छ र कुन चाहिँमा चाहिँ छिर्न बाँकी छ भन्ने कुरा रहेछ अनि यसमा पनि यसो हेऱ्यो भने यो निलो भनेको चाहिँ अब अफकोर्स थियोरिटिकल एआई कभरेज हुनसक्ने प्रेडिक्सन रेड भनेको अब्जर्भवाला हो सो अब्जर्भ र थियोरिटिकल काइन्ड अफ ह्यान्ड इन ह्यान्ड गइरहेको छ खालि स्केलमा चाहिँ सानो ठुलो हो अनि यसमा पनि हेऱ्यो भने सबै आइटी एन्ड अल द्याट अनि रेगुलर टास्कवाला चाहिँ एकदम रिस्कमा छन् अनि अरू जुन चाहिँ छ नि यहाँ प्रोडक्सन रिपेयर कन्स्ट्रक्सन एग्रिकल्चर द म्यानुअल लेबर वान्स होइन सो त्यो चाहिँ सेफ जस्तो देखिन्छ क्या हामीले पहिला एआईको एडमिसन गर्दाखेरि त फ्याक्ट्रिजमा यस्तो म्यानुअल लेबरमा त एआई हुन्छ भनेर इमेजिन गर्थ्यौँ नि रोबोट्स हुन्छ भनेर अहिले ठ्याक्कै उल्टो भइरहेछ सो मैले चाहिँ अब प्लम्बिङ सिक्ने विचार गरिसकेँ तपाईँहरूको चाहिँ के छ विचार कन्टेन्टतिर जम्प हुनुपर्छ जस्तो तर त्यो पनि होइन लाइक कस्तो भने जुन तपाईँले भन्नुभयो नि त्यो भनेको चाहिँ ग्याप बिट्विन हार्डवेयर एन्ड सफ्टवेयर हो कि हामीले इमेजिन गर्दाखेरि चाहिँ सजिलो के थियो भन्दा रोबोट इमेजिन गर्न सजिलो थियो कि किनभने लाइक हामीले सुनेको देखेको कुराहरूसँग रिलेट गर्न सकिन्थ्यो होइन तर अहिले जुन हार्डवेयर इभल्भ भइरहेछ त्यो कम्पेरिटिभली यताको जुन सफ्टवेयरको एआई भन्दाखेरि अलिकति स्लो नै जस्तो देखिन्छ नि त त्यो कुराले त्यहाँ नपुगेको होला अथवा त्यसको कस्टकै कुराले त्यहाँ नपुगेको होला होइन त्यसले गर्दाखेरि चाहिँ हामीले जुन त्यता नदेखिएको होला तर यता जुन सफ्टवेयर साइडमा जहाँ नदेखिने चिज छ तर त्यहाँ चाहिँ एआईको इम्प्लिमेन्टेसनले गर्दा यो ग्राफहरू बनिरहेको होला होइन मेबी अब त्यो हार्डवेयरको रिभोल्युसनहरू हुँदै जाँदाखेरि त्यो कुरालाई पनि समहाउ केटर चाहिँ हुन सक्ला अझ त्यो झन् रिपिटेड वर्क छ भने त स्योरली नै एआईले सिकेर गरि नै हाल्छ पछि भनेपछि दिस इज अल्सो सुनर र लेटरको कुरा मात्रै हो होइन त ओके डु यु हेभ एनिथिङ अन द्याट this does not show the like new industries that is going to come के नयाँ इन्डस्ट्रिजहरू पनि निस्किन्छ नि त रिप्लेस भनेको के हो त पुरानो कुरा गएर पो नयाँ कुरा आउने हो नि त होइन सो रिप्लेस भनेकै त्यही हो होइन सो दिस इज भेरी ट्रु के किनकि जे देखाइरहेछ
त्यो चाहिँ भेरी प्याटर्न बेस्ड, जुनमा चाहिँ अनलाइन डेटा धेरै छ, जुन चाहिँ रेप्लिकेबल छ, त्यो कुराहरू भइरहेछ भर्सेस म्यानुअल। म त अब मेरो प्रोडिक्सन चाहिँ विदिन द नेक्स्ट 5 to 10 years जुन म्यानुअल कामहरू हुन्छ नि, हामी जुन भनिरहेको छौँ त्यो प्लम्बिङ गर्नु भन्यो होइन, अब त्यो डेक्सटेरिटीको कुरा मात्र हो कि इट्स ओन्ली द्याट फार अवे। रोबोटिक्सले भेरी फास्ट क्याचअप गरेर आएको छ। लाइक 5 to 10 yearsमा अब यो पुरै निलो हुनेवाला छ। अब यो चाहिँ के भन्छ, ओल्ड ह्युम्यानिटीको हुनसक्छ है यो कुरा चाहिँ। सो नयाँ इन्डस्ट्रिजहरू जुन क्रिएट गर्छ, नयाँ स्किल सेटहरू जुन चाहिन्छ हामीलाई, त्यो चाहिँ यहाँ छैन नि त यहाँ। सो द्याट इज अल फाइन एन्ड वेल। अब यसमा हामीलाई क्याचअप गर्न टाइम लाग्छ भन्ने पनि छ, प्लस नयाँ स्किल्स अर नयाँ एरियाहरू आउन बाँकी नै छ भन्ने पनि छ। तर अहिले एज इट स्ट्यान्ड्स तपाईँहरूले पर्सनली देखेको कुरा, पर्सनली देखेको सुनेको कुरा चाहिँ नेपालमा यस्तो डेटा पाउन गाह्रो छ। जस्तै भन्यो नि अघि, मेटाले यति फायर गर्यो उति फायर गर्यो भने जस्तै नेपालमा त्यस्तो केही सुन्नु देख्नु भएको छ? एआई रिप्लेस्ड पिपल, पर्सनल? पर्सनली नै भएको छ यार। हामीले कम्पनीमै लाइक 2020 आई थिङ्क 22मा ChatGPT रिलिज भयो हो, एन्ड 23मा वी वेन्ट बिग अन कन्टेन्ट क्रिएसन कि मिडियामा एकदम हेभी गएको थियौँ हामी। अनि वी वान्टेड टु हायर लट्स अफ कन्टेन्ट राइटर्स, स्क्रिप्ट राइटर्सहरू हामीलाई चाहिएको थियो। एटलिस्ट 3-4जना चाहिँ हामीले हायर गर्ने सोचेको थियौँ। अनि त्यतिखेर हामीले ChatGPT ड्याब गर्न थाल्यौँ, बेटर हुन्छ कि हुन्छ भनेर। वी फिगर्ड आउट द वे कसरी राम्रो प्रम्प्टिङ गरेर टु एन्ड फ्रो गरेर राम्रो निकाल्ने, हाम्रै ब्रान्ड भोइसमा हाम्रै लिङ्गोमा निकाल्ने वी फिगर्ड आउट। अनि इन्स्टेड अफ लाइक हायरिङ लाइक 3-4 स्क्रिप्ट राइटर्स, वी एन्डेड अप हायरिङ जस्ट one and $20 ChatGPT सब्सक्रिप्सन होइन, त्यतिले भयो नि त। सो नेपालको केसमा डेटा भन्दा पनि जस्तै अघि पनि कति आइटी कम्पनीहरू नै भइरहेछ कि एन्ट्री लेभल जब पाउन कति गाह्रो भइरहेछ कि, कति मान्छेले गाह्रो भइरहेछ एन्ट्री लेभल जबमा। सो डेटा छैन, तर रियल वर्ल्ड इम्प्याक्ट चाहिँ देखि नै रहेको छु, भइ नै रहेछ। इभन मैले नै एआई युज नगर्ने भए भए मेरो आफ्नो कन्टेन्ट क्रिएसनको लागि 2जना चाहिन्थ्यो होला कि मलाई, रिसर्चको लागि, स्क्रिप्टिङको लागि, अब मलाई त्यो कन्सिस्टेन्ट राख्नको लागि, क्लाइन्ट कम्युनिकेसनको लागि। तर चाहिएको छैन मलाई, म क्लाउड युज गर्छु, ChatGPT युज गर्छु होइन। सो इभन अराउन्ड मी भइरहेछ कि यो सब कुरा, खालि डेटामा चाहिँ आएको छैन तर भइरहेछ यार। ओके, तपाईँको फिल्डमा के छ? हेभ यु, हुन्छ तपाईँले अघि भनिहाल्नुभयो लाइक तपाईँको त झन् रिस्कमै छ भनेरै भनिदिनु भइसक्यो। सो इन्ट्री लेभलको हायरिङहरू कम भएको छ भन्ने चाहिँ फिल गरेको छु मैले। लाइक लिङ्कडिनहरू हेर्दा पनि होइन, अनि म कलेजहरूमा पनि कहिलेकाहीँ बोलाइरहनु भएको हुन्छ। अनि जाँदाखेरि त्यहाँको स्टुडेन्टहरूले भन्ने कुराहरूमा लाइक कहीँ हायरिङै हुँदैन, कतै रिकमेन्ड गरिदिनु न भन्ने कुराहरू होइन। अब त्यसरी चाहिँ मैले त्यो इन्ट्री लेभलमा चाहिँ मैले एकदमै धेरै गाह्रो देखाएको छु। सो अब नयाँ आइटी पढ्ने स्टुडेन्टहरू त्यस्तो छ भने चाहिँ तिमीलाई यदि कोर तिमीलाई आउँछ, जाने छौ भने मात्रै, अनि तिमीलाई केही गर्न सक्छु भन्ने हिम्मत छ भने चाहिँ जाऊ होइन। काका मामाको छोरो दादाले पढ्यो अनि म जान्छु भनेर चाहिँ अलि हाट नगर्ने हो कि भाइ भन्ने समयमा चाहिँ म पुगेको छु कि आजकल। ओके, सो त्यस्तो पनि भइसक्यो भनेपछि आइ एम सो ग्ल्याड द्याट आई डिन्ट पर्स्यु यो आइटी फिल्ड अहिले, बिकज अब पढ्नु त पढ्यो, मैले चाहिँ पर्स्यु गरिनँ। सो मलाई चाहिँ त्यसमा चाहिँ एटलिस्ट ढुक्क चाहिँ भयो। अब आइ एम नट मिसिङ आउट अन एनिथिङ। अनि अब यो नेपालमा त अहिले खासै त्यस्तो मास भन्ने चाहिँ देखिएको छैन। खासै अहिले एन्ट्री गाह्रो छ एन्ड थोरै फायरिङ भइरहेको होला, बट वी डोन्ट नो त्यस्तो मासको चाहिँ कुरा छैन नि त अहिलेसम्म। कम्पनी नै भन्दा चाहिँ बाबालाई बरु कतिवटा त्यो त अब हेर्नै बाँकी छ। जस्तो सर्भिस बेस्ड कम्पनीहरूमा बाहिरबाट काम ल्याएर यहाँ गराउने जुन भइरहेको थियो होला, त्यसमा चाहिँ नेपालसम्म ट्यालेन्टको लागि आउन नपर्ने सिचुएसन पनि क्रिएट भएको हुनसक्छ। त्यसरी कम्पनी नै बन्द भएको चाहिँ हुनसक्ला नि, तर मास फायरिङसम्म चाहिँ अहिलेसम्म सुन्न भएको छैन। अनि आई थिङ्क यो चाइनाले त नि यस्तो ल नै लिएर आएको छ क्या एउटा। अहिले रिसेन्टको कुरा हो यो, आई थिङ्क हिजो अस्ति मात्रै चाइनिज कोर्ट्स हेभ रुल्ड इट इलिगल। एआईले रिप्लेस गर्ने मात्रै सोल रिजन हो भने दे क्यान नट डु इट इन देयर वर्क प्लेसेस एनिमोर। सो यो एउटा जब प्रोटेक्सन अर लेबर प्रोटेक्सन जस्तै कुरा भयो। डु यु थिङ्क अरू कतै चाहिन्छ नेपालमा स्पेसली कि यो भनेको खास गर्नु हुँदैन, इट सुड बी सर्भाइभल अफ द फिटेस्ट? चाइनालाई चाहिँ गर्नुपर्ने थियो, ठिक गरेछन्। किनभने उनीहरू यति धेरै अगाडि गइरहेका हुन्छन् कि लाइक एउटा कुरा जस्तो एनभिडियाको कुनै चिफ उनीहरूलाई बेच्न नपाउने त्यो जुन आयो, उनीहरूले जुन एभाइलेबल छ त्यसमै बवाल बनाइदियो क्या होइन। उनीहरू आउट अफ द बक्स छ होइन। कति यस्तो टेक्नोलोजीहरू छ उनीहरू अगाडि गएकै छ क्या होइन, उनीहरूलाई रोक्ने केही कुरा छैन। सो उनीहरूको लागि नै बेस्ट होला यो होइन। नेपालको केसमा त अहिले नै यसरी यो के भन्छ, तैँले एआईलाई जागिर खाइदिस् भने चाहिँ म ल लगाउँछु होइन, तँलाई म हटाउँछु भन्नेसम्मको
चाहिँ चाहिँदैन, तर रेगुलेटरी कुराहरू चाहिँ चाहिने जस्तो देखिसकेको छ। त्यो चाहिँ हो, जस्तो आर्टिस्टको कुराहरूमा, युट्युबमा सङहरूको कुराहरूमा होइन, त्यो 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 टाइपमा चाहिँ लाइक अब आर्टिस्ट भनेको त दुःख गरेर आएको हुन्छ नि त, अति नै दुःख गरेर। अनि उसको त्यो रियाज भनौँ, बिहान दिउँसो बेलुका सडन एउटा मान्छे आउँछ अनि एउटा आर्टिस्ट कोहीको टिप्छ, त्यसको क्लोन गरेर चाहिँ भोइस बनाइदिन्छ भने चाहिँ मेबी उनीहरूलाई चाहिँ इम्प्याक्ट पर्छ त्यस्तो कुरामा, त्यो कपिराइटको कुराहरूमा। त्यसरी चाहिँ हेर्नुपर्छ होला, यहाँसम्म चाहिँ नपर्ला कि भन्ने हो। डु यु अग्री अर डिसअग्री? नेपालमा त हामी स्टिल पहाडी छौँ, तर म त एकदम सर्भाइभल अफ द फिटेस्ट नै माइन्डसेट मान्छे हो। इफ यर जब क्यान बी डन युजिङ एन एआई, लाइक यु सुड डु बेटर थिङ्स, यु सुड अपग्रेड यर सेल्फ हो कि। यसमा अब युनियन्सहरू आउला ठिकै छ, तर अल्टिमेटली एज ह्युमन्स लाइक तिमीले के गरिरहेछौ, के कुराले तिमीलाई फुलफिलमेन्ट दिन्छ होइन। लाइफ इज अबाउट फुलफिलमेन्ट पनि हो नि त, लाइक वाट्स द पर्पज युर वर्किङ फर होइन। अनि तिमी यस्तो काम गरिरहेछौ जुन चाहिँ एउटा मसिनले गर्न सक्छ भने चाहिँ यु सुड डु समथिङ अबभ द्याट होइन। सो म चाहिँ त्यो विश्वासमा राख्छु। तर नेपालमा त अझै छ, नेपाल त हामी ट्राभल कन्ट्री हो, टुरिज्म कन्ट्री हो। कुनै रोबोट एबिसीको ट्रेक हिँड्न सक्दैन, एबिसी पुग्न सक्दैन, एग्रिकल्चरल कन्ट्री हो, गर्न सक्दैन। नेपालमा चाहिँ स्टिल हामी छौँ अहिले। ओके, द्याट इज अल्सो कुल। धन्न जे होस्, ल आउने बेलै भएको छैन अनि ल्याउनु पर्छ जस्तो स्थिति पनि अहिले छैन होइन। रेगुलेसनमा चाहिएको छ ओके होइन, तर यसरी नै चाहिँ चाहिएको छैन जसरी यहाँ आयो होइन। बट उहाँले भन्नुभएको चाहिँ मलाई एकदम इट स्ट्रक मी, लाइक हो भने इफ यु आर टोटली रिप्लेसेबल बाई एआई देन वाट आर यु डुइङ विथ यर लाइफ। यो त अलिकति फेरि अगेन फिलोसफीतिर गयो, मिनिङ अफ लाइफमा, वाट इज यर मिनिङ अफ लाइफ होइन। अनि अब यही अब एआई एन्ड जब्सकै टपिकमा चाहिँ धेरै जस्तो जब कट्स होइन, यो अघि पनि कुरा गऱ्यौँ हामीले, मेटा, अमेजोन, ओराकल, वाटेभर, धेरै जसोले जब कट्स चाहिँ टु युज द्याट मनी एल्सवेयर, स्पेसली इन्भेस्ट इन डेटा सेन्टर्स भनेर भनेको छ। यही डेटा सेन्टर चाहिँ अब आई थिङ्क इट इज गोइङ टु बी द नेक्स्ट बिग थिङ। नेपालमा के छ, पोसिबल छ? बिकज आई थिङ्क त्यसको जुन चाहिँ रिक्वायरमेन्ट्स छ, द चिसो क्लाइमेट, द ल्यान्ड हाम्रो छ नि त। सो डु यु थिङ्क इट इज पोसिबल कि यो सम्झिने पानी छम्किने? यस्तो छ, यसमा चाहिँ मैले अस्तिदेखि यो लाइक सोचिरहेको चिज होइन, तर धेरै कुराले चाहिँ म्याटर गर्छ। फेरि छैन सम्भावना छैन होइन, सम्भावना बवाल छ, तर त्यो लेभल अफ इन्फ्रास्ट्रक्चरमा हामी पुगेका छैनौँ कि भन्ने चाहिँ डर छ कि। जस्तो मानिलिउँ हामीले के अरे कसरी सोच्यौँ भने चाइना नजिक छ, हामीलाई कुनै सामान किन्नलाई अथवा जुन र मेटेरियलको कुराहरू डाटा सेन्टर क्रिएट गर्नको लागि, अब सर्भरहरू किन्नको लागि चाइनामा पनि प्रडक्सन हुन्छ। त्यो कुराले एउटा एडभान्टेज छ है, सुरुमा म एडभान्टेजको कुरामा छु। प्लस हाम्रोमा इलेक्ट्रिसिटीको राम्रो छ, के अरे प्रडक्सन राम्रो छ, त्यो इलेक्ट्रिसिटीलाई हामीले इन हाउस युज गरेर गर्न मिल्छ, त्यो नाइस। तेस्रो अपरेसनल इफिसियन्सी, जहाँनिर चाहिँ हामी चिसो ठाउँमा छौँ, सो अरूतिर चाहिँ त्यो पानी घुमाएर सबथोक गरेर चिसो बनाउनु पर्ने डेटा सेन्टरहरू हाम्रो क्वाइट नेचुरल कुलिङको हिसाबले पनि अलिकति बेनिफिसियल छ। तर त्यति हुँदाहुँदै डेटा सेन्टरमा अहिलेसम्म त्यति धेरै कसैले पनि काम गरेको छैन, त्यो वर्कफोर्सै छैन होइन। त्यो मान्छे ल्याएर गराउनु अर्को तनाव है त्यसको। अनि नेपालको हाइड्रो इलेक्ट्रिसिटी इन्फ्रास्ट्रक्चर पनि यस्तो छ कि बर्खामा राम्रो बिजुली हुन्छ, हिउँद गएपछि चिप्ल्यो, किन्नुपर्ने सिचुएसन छ होइन। अनि त्यस पछाडि अब मैले नबुझेको कुरा चाहिँ प्रत्येक वर्ष हेर्नुहुन्छ भने असार साउनको बेला एउटा हाइड्रो पावर बगायो भन्ने न्युज आएकै हुन्छ कि होइन। त्यसरी बनाएको हाइड्रो पावरमा ट्रस्ट गरेर डेटा सेन्टर भनेको एकचोटि बत्ती जाँदा कति कुराको लस हुन्छ भन्ने कुरा त्यो सोच्नुपर्छ कि। सो त्यो नट एन्ड बोल्ट्स एभ्री कुरामा फिक्स गरेर जाने हो भने चाहिँ बवाल हो। अझ अब डेटाको मोर कन्जम्सन हुने ठाउँहरू भनेको युएस, युरोपहरू अझ धेरै होला कि, एसियामा भन्दा धेरै होइन। त्यहाँसम्मको हाम्रो डिस्टेन्स, अप्टिकल फाइबर अथवा कुनै न कुनै वेबाट डेटा ट्रान्समिट गर्नुपर्छ भने नि डिस्टेन्सले गर्दा ल्याटेन्सी आउँछ। सो मेरो कन्सेप्टमा चाहिँ डेटा सेन्टर नेपालमा कस्तो चाहिँ बेस्ट हुन्छ होला भने डम्पिङ सेन्टर अफ डेटा के होइन, जहाँ चाहिँ 5 वर्ष 6 वर्ष पुरानो डेटा तर कुनै न कुनै हिसाबले त्यो युज हुन्छ, कतै लगेर राख्नुपर्ने छ, कस्ट इफेक्टिभ वेमा राख्नुपर्ने छ भन्ने हिसाबमा चाहिँ ल्याएर नेपालमा राख्दा बेस्ट होला। तर यो इन्फ्रास्ट्रक्चरको कुराहरू, पोलिसीको कुराहरू होइन,
यो सबै कुराहरूलाई चाहिँ फिक्स गरेर लिएर जानुपर्छ। Okay. And what do you think? Agree, disagree? I've done like very less research about this होइन डेटा सेन्टरको बारेमा, किनभने भन्दाखेरि नेपालमा लाइक इन्टेलिजेन्स भन्ने इन्फ्रास्ट्रक्चरै छैन। इन्टेलिजेन्स त गाउँ हो कि होइन, हामी त घाँस पास कपासमै छौँ नि त स्टिल। त्यो मास्टर्स ल अफ हायरार्की भन्छ नि त, सुरुमा जब तिम्रो सर्भाइभलको निड्स हुन्छ बल्ल तिमी माथि पुग्छौ होइन। सो नेपालमा हामी त इन्फ्रास्ट्रक्चर बेसिक्स इन्फ्रास्ट्रक्चरमै छौँ। मान्छेहरू घुम्नतिर जाने हो भने मान्छेहरू घाँस पास कपासकै ठेगान छैन होइन। अनि त्यही भएर त्यो साइडमा चाहिँ मैले खासै हेरेको पनि छैन। तर अल्टिमेटली भने जस्तै हामीसँग कनेक्टिभिटी इस्युजहरू छ, हामीसँग ट्यालेन्टको इस्युजहरू छ, हामीसँग लाइक पोलिटिक्स बल्ल स्टेबल गभर्मेन्ट आयो। सो लट्स अफ इस्युजहरू छ। सो डेटा सेन्टरको केसमा चाहिँ आई हेभ डन भेरी लेस रिसर्च, किनकि त्यो चाहिँ मैले नियर फ्युचरमा देखेको छैन भन्दा नि इम्पोर्टेन्ट देखेको छैन कि हाम्रो देशको लागि चाहिँ। Okay. तर डु यु गाइज नो हाम्रो अहिले एआई पोलिसी भन्ने कुरा त छ, यु गाइज आर फमिलियर विथ इट होइन। इभन एआई पोलिसी 2082मा पनि एउटा डेटा सेन्टर बनाउने टार्गेट चाहिँ रहेछ। अब विदिन 5 years कि 7 years भनेको थियो त्यहाँ, आई डोन्ट एक्ज्याक्टली रिमेम्बर। सो 5 to 7 yearsमा इभन इफ पोटेन्सियल छ भने बन्न चाहिँ सक्ला कि नसक्ला? वाट डु यु गाइज थिङ्क? इट्स ओपिनियन। आई थिङ्क बन्न सक्ला तर त्यसको अपरेसनल च्यालेन्जेसहरू आउला। अब त्यो त अभियसली आउला, हाइड्रो पावर बनाउँदा पनि आएको थियो होला है, त्यो आउला, बन्न चाहिँ सक्ला। यसमा चाहिँ म एकदम होपफुलै छु। सो भनेपछि पोटेन्सियल चाहिँ छ, इभन इफ इट्स स्केप्टिक, पोटेन्सियल चाहिँ छ। पोटेन्सियल त नेपालमै सबैभन्दा धेरै छ जस्तो लाग्छ कि मलाई। अझ नेपालको इकोनोमीलाई तान्नको लागि गर्नै पर्ने चिज हो जस्तो चाहिँ लाग्छ। तर त्यो सबै कुरा फेरि फिक्स गरेर, किनभने नि लाइक बिजुली बेचेर भन्दा बिजुली युज गरेर धनी भइन्छ कि। अनि बिजुली युज गर्ने सबैभन्दा बेटर प्लेस भनेको डेटा सेन्टर हो कि अहिलेको केसमा। बट देन डेटा सेन्टर ओके फाइन, पोटेन्सियल छ, गर्न सकिन्छ। अनि डेटा सेन्टर बनायो भने एकदम इकोनोमिकली पनि राम्रो हुन्छ हाम्रो लागि। बट जसरी अब नेपालको क्लाइमेट भन्यो नि, हाम्रो यो टुरिज्मको कन्ट्री हो, डेटा सेन्टरको नेगेटिभ एस्पेक्ट्स पनि त छन् होइन। कुलिङ एन्ड द एनर्जी कन्जम्सन, त्यसले हाम्रो नेपाल जस्तो लाइक के भन्ने इन्भाइरोमेन्टली रिच अर इकोलोजिकली रिच कन्ट्रीलाई चाहिँ इफेक्ट गर्ने चाहिँ कतिको देख्नुहुन्छ तपाईँ? इफ भयो भने, अब त्यो टाढाको कुरा, बट नगर्ला, त्यो त्यहाँसम्म नपुग्ला। ओके, द्याट इज फाइन। सो अब ग्रिन इनर्जी भएसम्म त्यहाँसम्म नपुग्ला। अब त्यसको इफेक्ट भनेको वेस्टेजको कुराहरू इफेक्ट होला पछि गएर होइन। अनि त्यस पछाडि भनेको के अरे त्यो डेटा सेन्टर तातेर पुरै देशै तताउला भन्नेसम्म त नपुगौँ होइन। मेरो एजम्सनमा चाहिँ होइन। देश तात्नको लागि डेटा सेन्टरै चाहिँदैन नि, हामी त बेला बेला तातिरहेको हुन्छौँ यसो भने होइन, तातिन्छौँ। सो अब पोलिसी यसो टच गरिहाल्यो हामीले, एआई पोलिसीको बारेमा टच गरिहाल्यौँ। अब मैले पनि त्यत्रो लामो डकुमेन्ट पढेको त होइन, तपाईँहरूले पढ्नुभयो अर मैले जस्तै यसो क्लाउडमा च्याट जिपिटीमा हालेर टक्क समराइज होइन त। सो भएको त्यही हो। अनि त्यसमा भएको कुनै स्पेसिफिक फ्यु पोइन्ट्स थियो कि, जस्तै अब 5 yearsमा 5000 जना एआई प्रोफेसनल्स ट्रेन गर्ने भनेर एउटा टार्गेट राखेर चाहिँ एटलिस्ट अहिलेको जसरी एआई अगाडि बढिरहेछ 5000 जनाले पुग्ला? 5000 जनाले नपुग्ला, तर 5000 जना पुर्याउन धेरै गाह्रो छ। किनभने नि नेपालको अघि हामी दुईजना पनि बाहिर पनि कुरा भइरहेको थियो, जस्तो नेपालको एजुकेसन सिस्टमले अहिलेको एआईमा वर्कफोर्स निकाल्नलाई धेरै च्यालेन्जिङ छ कि त्यो चिज होइन। नर्मल कुरा सिकेर अथवा चाहिँ अरूले गर्यो म पनि गर्छु भनेर मात्रै एआईको फिल्डमा आउनलाई धेरै गाह्रो छ। आउट अफ द बक्स कसरी सोच्ने होइन, त्यो ट्यालेन्ट डेभलपमेन्ट नै च्यालेन्जिङ हो कि अहिलेको केसमा। र 5000ले पुग्यो भने पनि त्यो बनाउन गाह्रो छ, निकाल्न गाह्रो छ। अब पुग्छ नपुग्ने चाहिँ इन्डस्ट्री कसरी ग्रो हुन्छ त्यसरी नै डिसाइड हुन्छ। ओके, तपाईँको केही छ यसमा? पहिला त लाइक अवेरनेसकै कमी हो होइन। अनि त्यही हो लाइक इफ यु वान्ट टु प्रड्युस एक्सपर्ट्सलाई कसले ट्रेन गर्ने हो, कसले बनाउने हो, त्यो सबै ओभरअल सिस्टम हुनु पऱ्यो नि त। अनि स्टिल आई डोन्ट ट्रस्ट हाम्रो अहिलेको जुन करिकुलम छ, अहिले जुन हामीले पढाइरहेको छौँ होइन, जुन हाम्रो थ्योरिटिकल हेभी जुन पढाइ हुन्छ होइन, त्यो चाहिँ आई डोन्ट ट्रस्ट कि एआईमा हामी
एकदम राइजिङ इन्सेन्ट ट्यालेन्ट्सहरू प्रड्युस गर्छौँ भनेर छैन क्या आजको दिनसम्म। सो त्यो गभर्मेन्टले लेख्न त लेखेको होला, तर यसलाई चाहिँ कसरी पनि हेर्न मिल्यो भन्दाखेरि लाइक एकदमै ट्यालेन्टेड एक्सपर्ट्सहरू भन्दा पनि इन्डिभिजुअल फिल्डमा एआई इनेबल गराउन सक्ने मान्छेहरू चाहिँ सकिन्छ। जस्तै अब मै जस्तो कन्टेन्ट क्रिएटर 1000जना त बनाउन मिल्यो नि त। अब मैले केही न केही भनेर कोही कसै न कसैलाई त इन्सपायर गरिरहेको छु होला। म त कन्टेन्टको थ्रुबाट गरिरहेको छु। कसैलाई लाइक स्पेसिफिकली लाइक म डक्टर्सहरूलाई इम्पावर गर्छु भनेर लाग्न मिल्यो, कसैलाई चाहिँ म टिचर्सहरूलाई इम्पावर गर्छु भनेर लाग्न मिल्यो, कसैलाई चाहिँ म चाहिँ स्टुडेन्ट्सहरूलाई कसरी एआई युज गरेर पढ्ने भनेर सिकाउँछु त्यो जान्छु भनेर भन्न मिल्यो होइन। सो त्यो केसमा चाहिँ अवेरनेस लेभलमा चाहिँ गर्न मिल्यो, तर लाइक एआई एक्सपर्ट चाहिँ केसमा चाहिँ वी स्टिल भेरी भेरी फार बिहाइन्ड। के अरे जबसम्म इन्डस्ट्री र एजुकेसन कनेक्ट गर्न सक्नुहुन्न तबसम्म चाहिँ त्यो ट्यालेन्ट बन्नलाई गाह्रो छ होइन। अब त्यसमा च्यालेन्जेस के छ मैले देखेको भन्दाखेरि चाहिँ यदि एजुकेसनमा टेक ट्यालेन्टबाट लगेर अनि त्यस पछाडि उनीहरूलाई ग्रुम गर्ने गरेको मान्छे तान्न खोज्नुहुन्छ भने टेकमा आएको मान्छे एजुकेसनमा ब्याक भएर जान मान्दैन। त्यो पैसा दिने ग्याप पनि छ क्या त्यो कुरा पनि होइन। अब गाह्रो होला त्यो आफ्नो ठाउँमा होइन। अनि त्यसले गर्दा चाहिँ के भ्याकुम भइरहेछ भने यता मान्छे पढिरहेछ, इन्डस्ट्री यता ग्रो भइरहेछ, उनीहरू एक त सिलेबस पुरानो छ होइन, त्यसबाट आउट अफ द बक्स सोच्नै सकिरहेको छैन, त्यहीँनिर स्टिक भइरहेछ असाइनमेन्टमा। अनि त्यस पछाडि ल्याब बनायो अर्काको सार्न, त्यसलाई पनि एआई युज गरेर झन् बर्बाद पारिदिन्छ। अनि उनीहरूको आफ्नै त्यो थट क्यापासिटी नै घटिरहेछ, यता इन्डस्ट्री बुम भइरहेछ। त्यो दुईवटा ब्रिज जसले बेटर गर्न सक्यो अनि बल्ल त्यो प्रडक्सन चाहिँ राम्रो हुने हो कि। अब त्यही अल्झेर चाहिँ बर्बाद भइरहेछ कि अहिलेको केसमा चाहिँ। अनि मैले अर्को पनि देखेको क्या, तपाईँले नोटिस गर्नुभएको छ कि छैन, अलिअलि एकाडेमिक साइडमा पनि कहिलेकाहीँ पढाउनहरू पनि जाने भएकोले गर्दा अहिले नेपालमा जति पनि कलेजेसहरू छ नि, जो कलेजको फाउन्डरहरू हुनुहुन्छ अथवा टिचरहरू हुनुहुन्छ उहाँहरू चाहिँ इन्जिनियरिङ सक्यो, दे आर गुड मजाले होइन, तर उहाँहरू आफ्नो पढाइ सक्नुभयो, त्यस पछाडि त्यो टिचिङ प्रोफेसनमै आएर पढाउँदै 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 जानुभयो। दे हेभ द गुड डेलिभरी पावर के, पढाउन भवाल जान्नुहुन्छ, पढाउने कुरा भवाल छ, तर टेक साइडमा के भइरहेछ अथवा टेकलाई कसरी इन्टिग्रेट गर्ने त्यो उहाँहरूमा पनि ल्याक देख्छु क्या म त्यो चिजमा। अनि त्यसले पनि त्यो उत्पादनमा नि हानिरहेछ कि। ट्रु हो यार, यो चाहिँ तिमीले भन्यो ठ्याक्क कमेन्ट भयो यार। यो टिचरमा दुइटा कुरा हुनुपर्छ कि, लाइक यु निड टु हेभ डोमेन एक्सपर्टिज, द्याट्स वान थिङ, अनि अर्को चाहिँ त्यसलाई कम्युनिकेट गर्न सक्ने स्किल, दुइटा सेपरेट स्किल हो कि। अनि लाइक हाम्रो टिचर्सहरूमा चाहिँ यो कम्युनिकेसन डेलिभरी यो सरले क्या राम्रो पढाउँछ यार भनेर, किन राम्रो पढाउँछ भने त्यो सरले त्यही कुरा 20 वर्षदेखि पढाइरहेको छ क्या, त्यही भएर चाहिँ राम्रो भएको हो कि होइन। अनि त्यो भएर पनि भएको कि या आई अग्री यार, अपडेटेड चाहिँ अलिकति हुनुहुन्न है सर्टेन ग्रुप। भनेपछि पहिला सुरु सिलेबसै अपग्रेड गर्नु पऱ्यो, त्यसपछि टिचर्सहरूमै भएको ग्याप एड्रेस गर्नु पऱ्यो हामीले, एन्ड देन बल्ल त्यो पोलिसीमा भएको कुराहरू आउला होइन। सो अब यही अब सिन्स वी वर टकिङ अबाउट पोलिसी त छ, अब हामीले धेरै ग्याप्सहरू देखिसक्यौँ अलरेडी। सानो कुरा मात्रै गर्दाखेरि पनि देयर इज लट्स अफ ग्याप्स। तपाईँ भएको भए इन द पोलिसी मेकिङ प्लेस अर इन द एक्जिक्युसन लेभल तपाईँहरू भएको भए वाट वुड यु डु सो द्याट त्यो ग्याप चाहिँ कम गर्न सकिन्थ्यो? कुनै पनि कुरा फिक्स गर्नलाई नि अथवा कुनै पनि एउटा स्ट्रक्चर डेभलप गर्नलाई कहिले पनि सुरुमा छत हालेर तल बनाउन आइँदैन कि। सबैभन्दा तल भनेको फाउन्डेसन स्ट्रङ बनाउने हो। अब कुनै पनि चिजको फाउन्डेसन भनेको जहिले पनि एजुकेसन हो कि। अब एजुकेसनमै टार्गेट गरेर त्यसलाई फाउन्डेसन स्ट्रङ बनाउने होइन। त्यस पछाडि अर्को भनेको चाहिँ लगानी होला होइन, त्यसमा कसले लगानी गर्ने के गर्ने त्यो कुरा, त्यो साइडबाट त्यो एस्पेक्टबाट बाटो सिर्जना गर्नु पऱ्यो। अनि बल्ल पोलिसीको कुरा, त्यसलाई कन्ट्रोल गर्ने कुराहरू हुन सक्ला, त्यो कन्ट्रोलको साइडमा आयो। अनि त्यसरी गर्दै गयो भने चाहिँ बेटर होला। एकैचोटि म एआईमा चाहिँ 5000 10,000 ट्यालेन्ट निकालेर चाहिँ विश्व चाहिँ मै एआई चलाउँछु भन्दा चाहिँ अहिले नै चाहिँ गाह्रो होला। नेपाल र नेपालीकै सिनारीमा बाहिरबाटै मान्छे ल्याएर गर्ने अन्त के भनौँ होइन। त्यही लाइक दुइटा इन्डस्ट्रीको पढ्ने र काम गर्ने छुट्टा डिफ्रेन्ट इन्डस्ट्री भयो क्या हाम्रोमा। त्यो कहीँ पनि हुँदैन यार, इभन लाइक इन्डियामा पनि त्यस्तो हुँदैन कि। लाइक सेकेन्ड थर्ड इयरदेखि तिमी रियल कम्पनीमै गएर वर्क गर्छौ, इभन कम्पनीको मान्छेहरू कलेज आएर गर्छन्, लाइक सिइओजहरू म्यानेजर्सहरू आएर लेक्चर दिन्छन् होइन। सो हाम्रोमा चाहिँ के छ भन्दाखेरि 4 वर्ष पढ्यो, मैले त्यही गरेँ। मैले कम्प्युटर इन्जिनियरिङ गरेको, 4 वर्ष पढेँ, कम्प्युटर इन्जिनियरिङ सिद्धियो, डिग्री दियो कलेजले, अब के गर्ने
इन्टर्नसिप पाउन पनि गाह्रो छ, न कुनै अफिस गएको छ, न केही चिनजान छ, न केही नेटवर्किङ छ, न केही छैन। अब के गर्नु त होइन। अनि म चाहिँ कस्तो म चाहिँ एकदम इन्डिभिजुअलिस्ट मान्छे हो कि। म के बिलिभ गर्छु भन्दाखेरि मान्छे सेल्फ सफिसियन्ट हुनु पऱ्यो आफैमा, र सबले आफ्नो राम्रो काम गरिदिने देश आफै बन्छ क्या। सरकारले आफ्नो राम्रो काम गरिदिनु पऱ्यो। मैले सरकारलाई गाली गर्ने होइन कि, मैले आफ्नो काम राम्रोसँग राम्ररी गर्ने हो। सबले राम्रो काम गर्यो भने देश बन्छ। तर के भइरहेछ भने हाम्रो विद्यार्थीहरूलाई हामीले त्यो दिइरहेको छैनौँ क्या। एकदमै ठुलो ग्याप भइरहेछ। सो अब म त्यस्तो पोलिसी लेभलमा त सोचेको छैन मैले। म पोलिटिक्समा खासै इन्ट्रेस्ट नराख्ने मान्छे हो। तर फर्स्ट थिङ आई वुड डु एकदम गर्नुपर्ने भने चाहिँ यो दुईवटा डिफ्रेन्ट मार्केट भयो क्या। यसलाई चाहिँ एउटै मर्ज गर्नु पऱ्यो, प्र्याक्टिकल दिनु पऱ्यो हाम्रो स्टुडेन्ट्सहरूलाई। दिइरहेको छैनौँ भन्ने कुरा नि रियलाइज छैन कि मेन तनाव त त्यहाँ पनि छ होइन। अनि त्यस पछाडि अर्को भनेको त्यो सेगमेन्टको स्टुडेन्टहरू त्यो एजको प्रब्लम होला, के को प्रब्लम होला, सोसियल मिडिया सबै कुराको ऊ होला। अनि उनीहरूलाई यो चाहिन्छ भन्ने पनि थाहा छैन कि कतिलाई होइन। अब कति कलेजहरूले चाहिँ बिचरा दुःख गरेर इनिसिएसन लिएर टेकको मान्छेलाई ल्याएर बिहानमा भए पनि ट्रेनिङसम्म हाल्दा हुन्छ, गाइजहरू हल्लाएर बसिरहन्छ कि होइन। अब उनीहरूलाई पनि त्यो भनेको चाहिँ कस्तो भने ट्रेनिङको कुराहरूमा त्यसले पनि थोरै कुरा उनीहरूलाई इनेबल गर्ला। जस्तो म एज अ एमएल इन्जिनियर आउनुको पछाडि कुनै दिन मलाई पाइथनको ट्रेनिङ भएको थियो क्या मेरो कलेजमा। पाइथनको ट्रेनिङ भयो, त्यहाँ आउने मान्छे एमएलको हुनुहुन्थ्यो क्या। ओहो एमएल पनि हुँदो रहेछ, फर्स्ट टाइम थाहा पाएको। अझ भन्ने नै हो भने त मसिन लर्निङ अनि कम्पनीहरूले यसरी लिँदो रहेछ। त्यस पछाडि आफूलाई रिसर्च गर्ने उठुटी जाग्यो नि त, खोज्यो नि त। जब त्यो क्युरियोसिटी जगाउने पोइन्टै त्यो यता एजुकेसन सेक्टरमा चाहिँ नभेटिरहेको हो कि जस्तो फिल हुन्छ कि। ओके, सो भनेपछि द फर्स्ट थिङ वी निड टु डु इज ग्याप कम गर्नु पऱ्यो जसरी हुन्छ होइन। यो द टेक्निकल डिभाइड बिट्विन द टिचर्स, द स्टुडेन्ट्स, द बेस बिल्डिङ अर वाट एभर भनौँ होइन। सो पहिला सुरु बेस बनाउने, त्यसपछि त्यो नलेज ग्याप नै गर्ने, अनि त्यसपछि बल्ल पोलिसीका कुरा त्यसपछि आउँछन् होइन। ठिकै छ। सो होपफुली इफ एनी वान फ्रम द गभर्मेन्ट अर द इन्फ्लुएन्सर्स फर द गभर्मेन्ट आर लिसनिङ देन दे विल एक्चुली ट्राई वाट एभर आवर एक्सपर्ट्स हेभ सजेस्टेड। तर यो एजुकेसनकै एजुकेसनकै कुरा गर्दाखेरि चाहिँ छ नि, अब भन्नु पनि हामीसँग ग्याप चाहिँ छ। तर अहिले कति कलेजेसहरूले मैले देखेको छु होइन, यसो एडभर्टिजमेन्ट आइरहेको हुन्छ, कलेजेसहरूले एआई बेस्ड डिग्रिज अर एआईको डिग्रिजहरू ल्याइरहेको हुन्छ। सो कतिको प्र्याक्टिकल छ जस्तो लाग्छ तपाईँलाई? एउटा त डिग्रिज कोर्सेसहरू 2 देखि 4 वर्षको हुन्छ, अनि तपाईँले अघि भनिहाल्नुभयो आउटडेटेड सिलेबस हुन्छ। एआई भनेको त आजको भोलि चेन्ज हुन्छ नि त। सो स्पेसली अब झन् यो +2को एक्जाम सकिँदैछ अर हुँदैछ, सक्यो। सो उहाँ स्टुडेन्टहरूलाई अब कलेजेसहरू जोइन गर्नुपर्ने बेला पनि आउँदैछ। डु यु थिङ्क दोज एआई बेस्ड कोर्सेस अर त्यस्तो कोर्सेस आर अ गुड आइडिया? यस्तो छ, अब मैले त्यो बवाल हो भन्न पनि सक्दिनँ, होइन भनौँ भने पनि त्यो पनि होइन कि। अब त्यसलाई कसरी स्टुडेन्टले लिएर त्यसमा बसेर कसरी माथि जान्छन् भन्ने नि म्याटर गर्ने कुरा हो होइन। फन्डामेन्टल्ली कुनै कुरा पनि रङ हुँदैन कि। यदि कोर्स छ होइन, त्यसमा उसले एक्सपोजर पाउन सक्छ, उसलाई त्यहाँ त्यो फन्डामेन्टल टेकेर माथि आउन सक्ने वातावरण बन्छ भने त्यो राम्रो हो होइन। तर कोर्सै भनेर अब म एज अ एआईको कोर्स लिन्छु र म चाहिँ एआई एक्सपर्ट हुन्छु अथवा एआई कन्सल्टेन्ट हुन्छु भन्दा चाहिँ नजाऊ भाइ। ओके होइन, यो सोर्स अफ हाम्रो लाइफमा सोर्स अफ अनह्याप्पिनेस के हो थाहा छ? एक्सपेक्टेसन्स हो कि। कोही मान्छे एक्सपेक्टेसन्सले हामीले अनह्याप्पी बनाउँछ। अनि म के देख्छु होइन, हाम्रो विद्यार्थीहरू चाहिँ कस्तो छन् भन्दाखेरि एक्सपेक्टेसन धेरै छ कि कलेजेस एन्ड इन्स्टिट्युसनबाट। मैले यो कोर्स लिएँ भने म त खतरा हुन्छु, मैले यो कोर्स लिएँ भने मैले जब पाउँछु होइन। अनि त्यो हुँदैन कि। हामी त आइटी फिल्डमा छौँ, यस्तो डाइनामिक वर्ल्डमा छौँ। कलेजले बस तिमीलाई एउटा फन्डामेन्टल दिन्छ, तिमीलाई नेटवर्किङ अपर्च्युनिटी दिन्छ, तिम्रो सफ्ट स्किल्स डेभलप गरिदिन्छ होला। बाँकी त आफूले ग्राब गर्नु पऱ्यो नि त। आस्क एन्ड यु सेल रिसिभ हो क्या लाइफको फर्मुला भनेको। अनि आस्कै गरेन भने त रिसिभ गर्दैन मान्छेले। सो डिपेन्डिङ कुन कोर्स, लाइक ए सेट कोर्स राम्रो भन्नु नि मिल्दैन, नराम्रो भन्न नि मिल्दैन। तर कोर्सले एउटा डिरेक्सन डिफाइन गर्छ कि फ्युचरमा कहाँ जाने। इफ यु वान्ट टु गो अन एआई, या अफकोर्स एआई रिलेटेड कोर्सहरू पढ्ने इट बिकम्स इजियर, किनकि त्यही सिमिलर माइन्डेड मान्छेहरू त्यहाँ हुन्छन्, लेक्चर्सहरू त्यही अनुसार हुन्छन्, अगाडिको बाटो क्लियर हुन्छ। तर यस डिग्री म्याटर गर्छ, तिमी एउटा डिरेक्सन दिन्छ। तर डिग्री भन्दा पनि आफूमा हुनु पऱ्यो क्या। तिमीले अब 4 वर्ष म पढ्छु मात्र, म केही गर्दिनँ, पढ्छु मात्र भने नि यो रङ देयर। त्यो गर्न हुँदैन।
फर्स्ट इयरदेखि नै एक्सपेरिमेन्ट गर्ने प्रोजेक्ट्सहरू बाई द टाइम यु ग्रेजुएट फ्रम यर कलेज लाइक यु सुड हेभ 20 डिफ्रेन्ट साइड प्रोजेक्ट्स के अहिले त झन् भाइब कोडिङको ट्रेन्ड आएको छ नि त तिमीलाई मार्केट रेडी किन बनाउनु पऱ्यो कुनै प्रोजेक्ट भाइब कोडिङ गरेर कति कुराहरू सिक धेरै कुराहरू गर्न मिल्छ नि त आजको दिनमा सिक्न त गाह्रो छैन नि त आजको दिनमा सो त्यही हो कि एक्सपेक्टेसन्स धेरै राख्न भएन इन्स्टिट्युसन्सहरूसँग इन्स्टिट्युसन्सहरूले डिग्री दिन्छ डिग्रीले तिमीलाई उता अलिकति एक लेभलमा ग्रो गर्न हेल्प गर्छ नेटवर्किङ हुन्छ सिमिलर माइन्डसेटको मान्छेहरू एउटा ठाउँमा बस्छौ तिमीहरू त्यो दिन्छ बाँकी चाहिँ तिमीले कति ग्राब गर्न सक्छौ त्यसमा म्याटर गर्छ क्या ओके उहाँले भन्दा भन्दा याद आयो अहिले ल्याग भइरहेको चाहिँ नेटवर्किङ पनि हो है कलेजहरूको केसमा जस्तो कति इभेन्टहरू त्यो नेटवर्किङवाला इभेन्टहरू खासै भइरहेको पाउँदिनँ कि म जति मान्छे नेटवर्किङमा जोडिन्छ एभ्री अपर्च्युनिटी कम्स एज अ पिपल के होइन तपाईँ मसँग आउनुभयो भने नि जहिले पनि होइन कुनै एउटा कम्पनी आउँदैछ भने नि त्यो पिपल चाहिँ आइरहेछ कि सो जति मान्छेसँग घुलमिल भयो जति उनीहरूको भाइब्रेसनसँग आफ्नो भाइब्रेसन म्याच गर्न खोज्यो होइन भने चाहिँ त्यो अपर्च्युनिटी अथवा त्यो पाथहरू चाहिँ बढ्दै जान्छ कि जबसम्म ढोकाबाट बाहिरै निस्किँदैनौ तबसम्म चाहिँ तिमीले अगाडि देख्दैनौ बाटो देख्दैनौ कि जस्तो हामी यो क्लोज रुममा छौँ अहिले भने हामीले कहिले पनि त्यो बाटोमा पानी परिरहेको छ कि गाडी कुरिरहेको छ भन्ने थाहा हुँदैन कि जबसम्म निस्किनुपर्छ अनि त्यो निस्किने भनेको नेटवर्किङले हो कि त्यो इनिसियल्ली चाहिँ कलेजहरूले इनेबल गरिदिनुपर्छ अनि बिस्तारै बिस्तारै चाहिँ अनि स्टुडेन्ट आफैले पनि गर्दै गयो भने चाहिँ त्यो बेटर हुन्छ कि सो द्याट इज अ इम्पोर्टेन्ट मेसेज फर हाम्रो अहिलेको +2 अपियरिङ भाइ बहिनीहरूको लागि होइन उहाँहरूको लभ करियर डिसाइड गर्ने बेला पनि हो आई सपोज सो प्लिज लिसन टु वाट दिज गाइज हेभ टु से होइन अनि यही एजुकेसनकै कुरा गर्दै जाँदाखेरि अब म चाहिँ आई बिलोङ टु अ जेनेरेसन जब मैले कम्प्युटर 5 क्लासमा पढाएँ सुरु गरे हो क्या तपाईँहरू कुन जेनेरेसनको हो म त 9मा होला यार सिधै 9मा गएर मात्र होला मेरो स्टोरी सुनाउँछु है त मैले कम्प्युटर 7 क्लास भनेको 67तिर स्टार्ट गरेको त्यो भनेको बेसिक कोर्स के एमएस वर्ड माउस चलाउनु सिकायो बेसिकली चाहिँ त्यस पछाडि मेरो +2 सम्म नै कहीँ पनि कम्प्युटर भन्ने कोर्सै थिएन कि मैले सी प्रोग्रामिङ सिधै आएर इन्जिनियरिङमा गरेँ हो क्या सो त्यो बच्चैदेखि चाहिन्छ अनि त्यसरी गरेर आउनुपर्छ भन्ने चाहिँ होइन होइन अब एउटा लेभलमा आएपछि त्यहाँबाट सिक्न थालेको हो भनौँ न अनि मैले सोधेको चाहिँ किनभने अब म त 5 क्लासबाट सुरु गरे हो तपाईँहरू पनि त्यसै 7, 9बाट हुँदो रहेछ तर अहिलेको चाहिँ गभर्मेन्टले एउटा राम्रो कुरा भनौँ कि अब आई डोन्ट नो वाट द स्टेप इज बट उहाँहरूले सिलेबसमा 9 र 10मा अब पाइथन अनि यस्तै यस्तै कुराहरू राख्ने भन्नुभएको रहेछ डु यु थिङ्क द्याट इज अ गुड स्टेप स्पेसली आस्किङ बिकज हाम्रो एजुकेसन लेभलमा ग्याप त छ एड्रेस गर्नुपर्छ बट इभन इन्फ्रास्ट्रक्चर वाइज जस्तै अब ल यो हाम्रो सहरको एरियातिर त यस द्याट वुड मेक सेन्स बट जस्तो दुर्गम ठाउँहरू छ त्यहाँनिर किताबै 2-3 महिना ढिलो पुग्छ कम्प्युटर त देखेको पनि छैन होला त्यो पाइथन त्यस्तो त्यो कम्प्युटर प्रोग्रामिङ राखेर त आई डोन्ट थिङ्क इट मेक्स सेन्स होइन सो तपाईँहरूको चाहिँ यसमा के छ लाइक त्यो कोर्स सिलेबस अपडेट गर्न लागेको जुन चाहिँ गभर्मेन्टको स्टेपमा राज्यलाई पनि तनाव छ कि किन भन्नुहुन्छ भने हाम्रो यति धेरै ग्याप छ कि लाइक सहरमा एउटा चिज छ अनि गाउँमा अर्को कुरा छ होइन म यो रोबोटिक्सको भनेर आइसिटी ट्रेनिङ समथिङ के भनेर एउटा स्ट्रिम एजुकेसन समथिङ के को ट्रेनिङतिर नि कहिले गएको थिएँ कि पहिले नै अनि त्यहाँनिर म दुइटै ठाउँको अपर्च्युनिटी भयो क्या म सिन्धुपाल्चोकको एउटा गाउँमा गएको थिएँ जहाँनिर मैले ब्रेडबोर्ड भनेको सिम्पल एउटा त्यो सर्किटहरू जोड्ने जुन उनीहरूको 10 क्लासमा अलरेडी हुन्छ त्यो कुरालाई सिकाएर 2 दिन बित्यो कि लाइक उनीहरूलाई त्यो इन्ट्रोड्युस गरेर त्यो तार के हो त्यो जोड्ने के हो कसरी गर्ने हो भनेर 2 दिन बित्यो होइन अब त्यही चिज काठमाडौँको कुनै एउटा बोर्डिङमा फेरि म जान पाएँ त्यहाँनिर पुग्दा आई नो दिस भन्छ कि बच्चाले होइन अब त्यस पछाडि एडभान्स होइन यो पनि मलाई आउँछ मैले त के अरे रोबोटबाट कुद्ने गाडी त मैले पहिले बनाइसकेको छु अरू नयाँ सिकाउनुहोस् न त्यो नलेज ग्याप त्यो एउटा ग्याप छ कि त्यहाँनिर चाहिँ अब राज्यले बनाउने कुरा त काठमाडौँको बच्चालाई सोचेर मात्रै भएन गाउँको बच्चालाई सोचेर मात्रै भएन त्यो ब्यालेन्स वेमा बनाउँदा होला पाइथनको कुरामा जानेर बच्चाले अपर्च्युनिटी पाएछ अथवा त्यो छ उनीहरूको लागि बेस्ट होला तर ब्ल्याकबोर्डमा लेखेको कोडले त त्यसले चाहिँ जुन एक्सपेक्टेसनमा कोर्स बनाएको छ त्यसको आउटकम चाहिँ आउँछ जस्तो मलाई लाग्दैन पोलराइज छ यार मैले एकदम फेस गरेँ म ट्रेनिङ एकदम गरेर आएको हुन्छु एकदम कि लाइक अर्बन भर्सेस रुरलमा चाहिँ एकदमै ठुलो डिफ्रेन्स छ क्या
लाइक क्लास 10 को बच्चालाई र क्लास 7 को बच्चालाई लाइक गरेको जस्तो हुन्छ अनि एज अ इन्स्ट्रक्टर इट्स भेरी डिफिकल्ट कसरी म्यानेज गर्ने कसरी ब्यालेन्स गर्ने भनेर सो राज्यलाई तनाव छ यार यो कुरामा चाहिँ होइन तर लाइक समथिङ इज बेटर देन नथिङ भन्छु कि लाइक अफकोर्स लाइक पाइथन मैले पनि पाइथन सिधै ब्याचलर्समा आएर ब्याचलर फर्स्ट इयरमा सी हाने हो त्यसपछि बल्ल जावा पाइथन भरेको एकदम लेट भयो नि त अब समथिङ इज बेटर देन नथिङ ठिक छ कम्प्युटर छैन ब्ल्याक बोर्डबाटै उसले प्रिन्ट एफ गरिरहेछ भने एटलिस्ट केही न केही त गर्यो नि त उसले होइन समथिङ इज बेटर देन नथिङ सो अब एजुकेसन एन्ड अल द्याटमा हाम्रो इन्फ्रास्ट्रक्चरमा त अभियस ग्यापले रियलाइज गरि नै सकेका छौँ होइन छ नै अब होपफुली यो एआई पोलिसिजहरूले बिस्तारै कभर गर्ला नयाँ सरकारले केही न केही गर्ला तपाईँहरूले पनि सजेसन दिनुभएकै छ तर यो पोलिसी त अब अर्को कुरा भयो एउटा फ्रन्ट छ जुनमा चाहिँ हामी आई थिङ्क आई फिल लाइक वी आर फाइटिङ विथ एआई कस्तो भने त्यो स्प्रेड अफ मिसइन्फर्मेसन स्पेसली अब एआईको मैले हामीले अघि नै कुरा गऱ्यौँ नि अब एआईको रियल इमेज हो फेक इमेज हो रियल भिडियो फेक भिडियो हामीले पत्ता लगाउनु यसै पनि गाह्रो छ तर त्यो युज गरेर मिसइन्फर्मेसन फैलाउन झन् सजिलो भएको छ क्या ओके यो अग्री द्याट नि होइन अनि त्यही कुरामा चाहिँ अब यसको लागि चाहिँ यो टुल्स बनाउने लेभलदेखि नै केही पोलिसी अर सेफ्टी चेक्सहरू हुनुपर्ने हो कि होइन बिकज अर इज इट फ्री रेन फर द कम्पनीज द्याट डु इट हुनुपर्ने हो सबैको डुअलिटी हुन्छ नि त एआई जति इम्पोर्टेन्ट छ जति हेल्पफुल छ जति राम्रो काम गर्छ त्यतिकै नराम्रो पनि युज गर्न सकियो नि त अल्टिमेटली चाहिँ टुल होइन सो हुनुपर्ने हो तर के भयो जस्तो लाग्छ भन्दाखेरि एआई इज इम्प्रुभिङ इन अ ऱ्यापिड रेट विच इज टु फास्ट फर ह्युम्यानिटी टु ह्यान्डल क्या हामीले सोच्दै नसोचेको रेटमा इम्प्रुभ भइरहेछ एभ्री डे के न के नयाँ भइरहेछ र मुर्सलले के भन्दैन है सफ्टवेयर चाहिँ एभ्री इयर डबल हुँदै जान्छ भन्छ त्यो त धजिया उडिसक्यो त्यो त हामी त्योभन्दा कति माथि पुगिसक्यौँ कि होइन यस्तो एक्सपोनेन्सियल रेटमा अगाडि बढिदियो र ल बिल्ड हुनुपर्ने हो वी मेक रुल्स अबाउट समथिङ वी अन्डरस्ट्यान्ड क्या बुझेको कुरालाई पो ल गर्ने हो त र यस्तो कुरा हो जुन हामीले राम्रोसँग बुझेकै पनि छ बिस्तारै बुझ्न खोजिरहेछौँ कहाँ पुगिसकेका हुन्छ क्या आजसम्म बुझ्यौँ भोलिसम्म अर्को ठाउँमा पुगिसकेका हुन्छ नयाँ आइसकेका हुन्छ होइन अनि यसमा चाहिँ या बन्नुपर्ने हो तर यति चाँडो रेटमा बढिदियो कि बल्ल चाहिँ अब पिपल आर गेटिङ सिरियस गभर्मेन्ट्स आर गेटिङ सिरियस यसमा चाहिँ राम्रो डिस्कसन भइरहेछ इयुको आफ्नै लजहरू बनिरहेछ अनि लाइक वाइट हाउसमा पनि यो सम्बन्धित डिस्कसनहरू भइरहेछ ल चाहिँ बन्नुपर्ने हो इट्स अब लेट त भन्न मिल्दैन तर मिसइन्फर्मेसन चाहिँ एक्सट्रिमली नै भइदियो क्या किनकि मिडिया इज अल अबाउट नेगेटिभ न्युज नि त आज राम्रो घाम लाग्छ है भनेर हेऱ्यो भने कसैले हेर्नेवाला होइन त्यो आज भुइँचालो आउनेवाला छ भनेर भनिदियो भने नेगेटिभ न्युज नै स्प्रेड हुन्छ नि त अनि मान्छेले पोलिटिकल न्युजलाई त्यसरी गरिदिए अनि एकदम मिसइन्फर्मेसन गरिदिए ल बन्नुपर्ने थियो बनिसकेका छैन किनकि यति चाँडो बढिदियो अब चाहिँ बिस्तारै आई थिङ्क स्लोली वी आर क्याचिङ अप अब चाहिँ बिस्तारै वी आर हेरिरहेछौँ कस्तो भइरहेछ अब चाहिँ बनिरहेछ तर स्टिल इट्स भेरी यसरी बढिरहेको छ इट्स भेरी फास्ट फर अस वाट डु यु थिङ्क अन द्याट यो ल भन्ने कुरा र माइन्डसेट भन्ने कुरा के ल मात्रै बनाएर पुग्दैन त माइन्डसेट चाहिँ बिल्ड गर्नुपर्छ जस्तो लाग्छ कि मलाई होइन जति नै एउटा बारमा छेकेर राख्न खोज्यो भने मान्छे उफ्रिनै खोज्छ कि तर जबसम्म त्यो आफू सेल्फ रियलाइजेसनतिर त्यो हुँदैन तबसम्म चाहिँ गाह्रो छ होइन एउटा इन्सिडेन्ट सुनाउँछु ल यो एआईको मिसइन्फर्मेसन कतिसम्म छ अनि त्यस्तो कुराहरू कस्तो छ भनेर इनिसियल्ली म करियर स्टार्ट गर्दाखेरि चाहिँ के हुन्थ्यो भने घरतिर गइन्थ्यो मेरो घरिला अनि त्यहाँतिर जाँदा केमा काम गर्छस् भन्दाखेरि सफ्टवेयरतिर काम गर्छु होइन गर्छस् चाहिँ केमा भनेर सोध्दा म एआईमा काम गर्छु अनि एआई भनेको चाहिँ त्यहाँनिर के थियो त्यतिखेर भने यो गाईहरूलाई के यो आर्टिफिसियल्ली एउटा प्रेग्नेन्सीको लागि इन्जेक्ट गर्छन् क्या आर्टिफिसियल इन्सेमिनेसन या त्यो थियो होइन अनि त्यस पछाडि त इन्जिनियर पढायो होइन एकदम गाह्रो थियो क्या होइन अनि त्यस पछाडि एलएलएम आयो ल एटलिस्ट त्यसले अब यो ChatGPTहरू आएर एआई अलिकति चेन्ज अनि भनेपछि अब अहिले जाँदा केमा काम गर्छ एआईमा काम गर्छ भनेपछि त्यो त पैसा जलाउने बनाउने त होस् होइन अनि त्यस पछाडि अब त्यो के भिडियो बनाउने त होस् भने जस्तो छ कि अब अहिले मान्छेले जति सोसल मिडियामा जसरी त्यो एउटा
स्केल भएर गएको छ नि त्यो चिज चाहिँ फल्स इन्फर्मेसन फल्स कुराहरू डिप फेकको कुराहरू होइन जेनेरेटेड कन्टेन्टहरू त्यो पनि रङ सेन्सको कुराहरू त्यसरी युज भइरहेछ कि होइन त्यसलाई कन्ट्रोल गर्न अहिले सकिँदैन तर सबै कुरामा सबै चिज पैसा होइन होला कि त्यो एज अ तपाईँहरू जस्तै कन्टेन्ट क्रिएटर जसले नेगेटिभ वेमा कन्टेन्ट क्रिएट गरिरहनु भएको छ एआईको युज गरेर त्यो चिज चाहिँ उहाँहरूले नै आफैले सेल्फ रियलाइज गरेर यसले मैले सोसाइटीमा के इम्प्याक्ट गरेर लगिरहेको छु होइन यसले गर्दा भोलि म र मेरो पछिको जेनेरेसनलाई कहाँनिर हेम्पर गर्छ भन्ने कुरा बुझिदिनु भयो भने चाहिँ सायद त्यो कुरालाई चाहिँ कन्ट्रोल हुन्थ्यो होला अनि त्यस पछाडि बेटर हुन्थ्यो होला भन्ने लाग्छ कि मलाई चाहिँ अब त्यस्तो अवेरनेस त आउला नआउला अब भन्न सकिन्न तर अझै पनि होइन इट हेज बिन गोइङ अन हाम्रोमा यो एआई जेनेरेटेड कन्टेन्टको बिग छ नि त होइन एभ्रिवेयर हाम्रो फिडमा कति आउँछ हामीलाई त ल अलिअलि यसो हेर्दाखेरि थाहा हुनसक्छ कोही बेला होइन हाम्रो मम्मी ड्याडी तपाईँहरूको पनि पेरेन्ट्सहरू हुन्छ होला हेर्नुहुन्छ कोही ठाउँमा यस्तो बाढी आएको देखाइदिन्छ हुँदै नभएको कुरा होइन कुनै ठाउँमा के भइरहेको यो पुरा मूर्तिहरू ढलेको देखाइदिरहेको हुन्छ अनि सब के गर्नुहुन्छ यसो हुन्छ हेर्दा यस्तो भयो रे भन्नुहुन्छ अब मैले सम्झाउने अब यसो हो भनेर तर उहाँहरूलाई त गाह्रै छ होइन सो त्यस्तो फर द सिम्पल पिपल होइन जसलाई चाहिँ खासै थाहा छैन अर इभन फर द जेनरल पिपल लाइक अस वाट आर द टिप्स एन्ड ट्रिक्स अर एनी त्यो रुल अफ थम्ब जसले चाहिँ एटलिस्ट हेल्प गरोस् कि आइडेन्टिफाई गर्न इफ इट्स रियल अर फेक त्यस्तो भिडियोज इमेजेसमा पहिला त यस्तो लाइक वाट एभर टिप्स आई गिभ यु इट विल बी इरेलिभेन्ट इन द कमिङ 3 months के होइन लाइक पहिला जुन फिङ्गरको कुरा गऱ्यौँ नि हामीले होइन त्यो अहिले चाहिँ सल्भ भइसक्यो नि त आजको दिनमा मेबी ब्याकग्राउन्ड डिटेल्सहरू छ होला होइन सब्जेक्टलाई चाहिँ राम्रो बनाउँछ तर ब्याकग्राउन्डको टेक्स्टहरू ब्याकग्राउन्ड डिटेल्सहरू जस्तै यो भित्ताको प्याटर्नहरू कन्सिस्टेन्ट नहुन सक्छ त्यो एउटा कुरा हुनसक्छ अब त्यो मैले भन्नु त भनौँला 3 महिनामा त्यो पनि सल्भ भइदिन्छ क्या तर अल्टिमेटली के हो भन्दाखेरि मान्छेले डबल चेक ट्रिपल चेक गर्नु पऱ्यो अब कुनै एउटा फिड आयो त्यो प्रोफाइलमा गर्दा हेर्न मिल्यो नि त त्यो प्रोफाइल लेजिटिमेट हो कि होइन भनेर यसो एकचोटि स्क्रोल गरेर तपाईँलाई थाहा हुन्छ कि त्यो रियल मान्छे हो कि लेजिटिमेट हो कि होइन भनेर सबै भिडियो 15 सेकेन्डको अन्डरमा आजको दिनमा एआईले लाइक 10 to 15 सेकेन्ड्सको भिडियो बनाइरहेको छ लामो बनाउन सकिरहेको छैन पछि त्यो पनि बनाउन सक्ला होइन सो अल्टिमेटली मान्छे अवेर भएर डबल चेक गर्ने ट्रिपल चेक गर्ने लाइक कमन सेन्स के लाइक डज दिस भिडियो मेक सेन्स आजको दिनमा किनकि आज भर्खर म एउटा हेर्दै थिएँ एउटा भिडियो हेर्दै जहाँ चाहिँ लाइक 70s 80s को स्ट्रिट्स एआईले बनाएको थियो कि जहाँ चाहिँ घोडा भइरहेछ तर हेर्दै जाँदाखेरि त्यहाँ चाहिँ के थियो भन्दाखेरि घोडा चढिरहेछ तर बाटोमा चाहिँ जेब्रा क्रसिङ छ क्या अनि त्यो बेलामा त गाडी त थिएन घोडा चढाएकोमा जेब्रा क्रसिङ त हुँदैन सो यस्तो कुराहरू के जुन चाहिँ अलिकति अवेर हुनु पऱ्यो कमन सेन्स ल्याएर गर्नु पऱ्यो अनि प्रोफाइल चेक गर्नु डबल चेक गर्नु सोर्स भेरिफाई गर्नु यो रिलायबल मान्छे रिलायबल ब्रान्ड हो कि होइन सबै कुरा हेर्नु र अल्टिमेटली जे टिप्स मैले दिन्छु इट्स नट गोइङ टु वर्क इन द नेक्स्ट 3 months फ्युचरमा चाहिँ फ्युचर पनि आजकै दिनमा मेरै फिडमा आज बिहान एउटा भिडियो आयो जुन चाहिँ नेसनल जियोग्राफिक लेभलको भिडियो थियो हेरुन्जेलसम्म आई डिड नट नो इट वाज एआई जब मैले कमेन्ट्स हेरेँ प्रोफाइल गरेर हेरेँ बल्ल थाहा भयो कि एआई म आफै कन्फ्युज भइरहेको छु भने चाहिँ म त एआई दुनियाँमा छु नि त नर्मल मान्छे त झन् कति कन्फ्युज भइरहेछन् होला अवेर हुनु पऱ्यो भेरिफाई गर्नु पऱ्यो यसमा चाहिँ क्रेजी वर्ल्ड इज गोइङ टु कम इन केस अफ मिडिया चाहिँ इन्डिस्टिङ्ग्विसेबल हुनेवाला छ अवेरनेस नै हामीले क्र्याक गर्नुपर्ने अरू त छैन यसमा त्यो त अघि उहाँले भने जस्तै त्यो जेब्रा क्रसिङको डिटेल याद गर्न त त्यति आइहाल्दैन नि त होइन अब प्रोफाइल चेक गर्न चाहिँ सकिन्छ आई गेस होइन 10-15 सेकेन्ड्सको भिडियो अहिलेको लागि एटलिस्ट द्याट ह्याक वर्क्स आई थिङ्क त्योभन्दा बेसी चाहिँ लेट्स सी के हुन्छ अब अनि यही कुरै गर्दा जाँदाखेरि अब सिन्स वी आर टकिङ अबाउट रियल अर फेक अर एआई भर्सेस रियल होइन आर यु अप टु प्ले अ गेम एउटा हुन्छ नि लेट्स ह्याभ सिरिज अफ इमेजेस अनि लेट्स अल 3 of us प्ले रियल हो कि एआई विल गेस अब यहाँ एउटा क्वेसन है पैसा जलाएको त छैन पैसा जलाएको छैन अनि वाट डु यु थिङ्क पैसा जलाएको के एआई नै हो त्यसो भए यसमा एन्सर गर्न ओके गुड एन्सर यस्तो गरौँ ल किन त्यो त्यसरी सोच्यो भन्ने कुरा पनि भनौँ ल लाइक एआईको हो भने एआई हुनुको पछाडि र एआई नहुनुको पछाडिको रिजन पनि भनौँ ल ओके वान सेन्टेन्समा है त त्यो धेरै नहुनु ल ओके सो दिस इमेज ए पालो तपाईँ जानुहोस् 50-50 कुड बी इदर वे तर म एआई भन्छु किनकि इट्स भेरी पर्फेक्ट टु गुड टु बी ट्रु छ आई थिङ्क इट इज एआई या त्यो लाइक एउटा त्यो
ड्रप भइरहेछ नि त्यो पनि यति पर्फेक्टली छ कि होइन त्यहाँ टच गर्न खोजिरहेछ कि होइन अनि यत्तिको पर्फेक्ट सर्ट लिन अथवा त्यो लाइक ऱ्यान्डम अरू कुराहरू छरिएको चिजहरू छ नि साइड बाई साइडको त्यो कुराहरूले पनि त्यो क्र्याक पनि पर्फेक्ट छ कि सो त्यो एआई हो यु नो वाट जस्ट टु डिसएग्री विथ देम या स्पाइस गर्नुको लागि यो रियल हो बिकज फुड फोटोग्राफीमा धेरै म्यानिपुलेसन हुन्छ सो म चाहिँ रियल भनिदिन्छु ओके द्याट वाज एआई ग्रेट यसमा चाहिँ आई थिङ्क एउटा गिभ अवे छ है फेरि रङ भयो भने फेरि बेजत हुन्छ तर त्यो राइट साइडमा चाहिँ त्यो प्लान्ट्सहरू आइरहेछ नि इट्स लाइक टु पर्फेक्ट के ग्याप्सहरू एकदम राम्रो छ तिनीहरूको लेन्थ एकदम एउटै लेन्थको छ अनि त्यो जुन यो माथिको यो पनि डज नट मेक सेन्स अलिकति ग्याप छ यो फ्ल्याट छ आई वुड से लाइक दिस इज एआई यार मलाई चाहिँ यो रियल फिल भएको छ कि किनभने प्याटर्नहरू छ होइन अनि त्यस पछाडि सिमेट्रिक पनि छ छन त तर म चाहिँ ऊ नै भन्छु रियलै भन्छु मलाई पनि यो एआई जस्तै लाग्यो बिकज द स्याडोज यतापट्टिको स्याडो चाहिँ अलिकति आई डोन्ट थिङ्क इट मेक सेन्स किनकि स्याडो एक साइडमा भने एक साइडमा मात्रै हुनु पर्ने टपमा पनि स्याडो देखिरहेको छु मैले होइन सो त्यो एङ्गल जुन चाहिँ छ त्यो मिलिरहेको छैन कि जस्तो लाग्यो सो आई विल अल्सो से इट्स एआई ओह म भन्छु ल यो रियल हो तर यसलाई एआईले ट्विक गरेको हो कि भन्ने फिल चाहिँ भएको छ कि किनभने त्यो आँखाको प्याटर्न चाहिँ मलाई कस्तो कस्तो भइरहेछ कि लाइक यो रियल हुनुपर्ने हो तर यसलाई सर्टेन ट्विक गरेर चाहिँ यस्तै टाइप अफ एक्जिस्ट गर्छ तर यसलाई सर्टेन ट्विक गरेर एआईको बनाइएको छ कि होइन त्यो हो कि मेरो यसमा चाहिँ आउट चाहिँ दिस इज एआई जान लो क्वालिटी ब्लरी बनाएको छ अलिकति त्यो अलिकति भएको छ तर लाइक कुनै प्याटर्न्सहरू गिभएको छैन ब्याकग्राउन्ड डिटेल्सहरू कन्सिस्टेन्ट नै छ लाइटिङ इज गुड फ्ल्याग्सहरू पनि कन्सिस्टेन्ट नै छ आउट चाहिँ दिस इज रियल आई वुड अल्सो से दिस इज रियल बिकज ब्याकग्राउन्डमा त्यो तार जस्तो देखिरहेछ एआईले बनाएको हो भने त्यस्तो आई थिङ्क अननेसेसरी डिटेल्स त्यो तारहरू वायर्सहरू चाहिँ एड गर्दैन थियो होला सो दिस हेज टु बी रियल आइएम विनिङ है जुम गर्न मिल्छ त्यो माथिको सेतोमा इट्स रियल रियल अब थाहा भयो अब त रियल हो ल यसलाई नि थोरै जुम गर्न मिल्छ त्यो माथिको पछाडिको झ्यालमा जुम गर ल टप बिल्डिङको झ्यालमा बादल पनि छ दिस इज रियल रिफ्लेक्सन्सहरू छ चरा उडिरहेछ यो रियल हो रियल यार एआई हो Damn bro, how's this AI यार? अँ यार नेपाली नम्बर प्लेट हो नि त इङ्ग्लिसमा छ नि त इमेज दिएर हो त्यसो चिटिङ नगर नि यार इमेज दिएर प्रम्प्ट बनाउनु पर्छ ओके सो कसरी भन्ने यार यो त लास्ट गाह्रो हो यो त गेस होला एआई एआई होइन रियल किनभने त्यो प्याटर्न हो कि त्यो यति वर्षमा रियल खासै कम छ त्यही भएर यार एउटा वाला चुज गर त रियल रियल त्यो त पक्कै एआई हुनुपर्छ यार केटाहरूले इमेज दिएर पनि म्यानिपुलेट गराएर त्यसरी त गाह्रो हुन्छ यार तिमीले प्रम्प्टबाट मात्र बनाउनु पर्ने कि यो त एआई हुनुपर्छ होइन रियल हो यो है पाटनमा मान्छे हिँडिरहेको पानी पनि झरेको छ कि रिफ्लेक्सनहरू छ डस्टबिन झरी पर्फेक्ट ठाउँमा छ अलाइन पनि छ हेर्नु त्यो भएर रियल हो कि रिभर्स साइकोलोजी हानिरहेको छ नि गाइजहरूले म त एआई भनिदिन्छु ल जस्ट फर दिस म पनि एआई आई वुड से एआई ल एउटा मिल्यो यार एउटा मिल्यो आइम गोइङ विथ एआई एआई किन भनौँ न किन चाहिँ भने नि खै जस्ट लुक्स टु पर्फेक्ट लाइक अ सिलुवे काइन्ड अफ अ प्रम्प्ट यसो हेर्दाखेरि मलाई प्रम्प्ट भिजुअलमा आइरहेको छ क्या लाइक क्रिएट अ सिलुवे मलाई चाहिँ के छ भने नि चन्द्रमा लागेको फोटोलाई घाम लागेको जस्तो अथवा घाम लागेको फोटोलाई चन्द्रमा लागेको जस्तो बनाएको जस्तो फिल भइरहेको छ कि त्यो धरारा हो है अँ तर धराराको यस्तो सर्ट कहाँबाट आउँछ यार यस्तो घर देखेको टक्क पछाडि यस्तो हिल्सहरू भएको मैले यस्तो इमेजिन गर्ने धराराको यस्तो सर्ट त कहाँबाट आउँछ म नि यही भन्छु ल जस्ट बिकज आई डोन्ट थिङ्क दिस इज पोसिबल टु टेक रियल हो बेइज्जत हुने भयो यार सक्यो
डन। खासै बेइज्जत हुने काम त गरिएन ए इन्जिनियर भन्छ भने कमेन्टमा चाहिँ आफूले ए इन्जिनियर भन्छ भन्ने आयो भने त बर्बाद हुन्छ। होइन बेइज्जत 90% राइट छ। तपाईँहरूको त के छ, तपाईँहरूले त एटलिस्ट धेरै आइडेन्टिफाई गर्नुभयो, मेरो त एउटा मिलाएको छ कि लिटरल एउटा मिलाएको छ। द्याट्स वाइ यु गाइज आर दि एक्सपर्ट। अनि अब एआईको यो यस्तो कन्टेन्ट जेनेरेसनले आई थिङ्क कन्टेन्ट जेनेरेसन मात्रै होइन, देयर इज अ डिफ्रेन्ट थिङ गोइङ अन। यहाँ यति धेरै यो डेटाहरू जेनेरेट गर्ने, कन्टेन्ट जेनेरेट गर्ने, यो त्यस इट इज युजिङ अप अ लट अफ रिसोर्सेस अहिले होइन। सो वी नो द्याट। अनि एउटा मिमको याद आयो क्या मलाई। सो यो थियो क्या एउटा, आई डोन्ट नो इफ यु सिन दिस होइन। यो अहिलेको लागि आई थिङ्क इट फिट्स पर्फेक्टली, किनभने हाम्रो ऱ्याम अर मेमोरी चिप्स प्रोडक्सनमा सबै कब्जा गरिसकेका छन् ठुल्ठुलो कम्पनीहरूले होइन। अनि त्यसले गर्दा हामी दि एन्ड कन्ज्युमर्स वी आर नट आइदर गेटिङ इट अर इभन इफ वी आर गेटिङ इट प्राइसेस आर स्काई रकेटिङ। इभन हाम्रो फोन्सको ल्यापटप्सको प्राइसहरू यस्तोमा हाई भइरहेछ। यसको अगेन्स्ट पनि केही न केही त हुनुपर्ने थियो होला जस्तो लाग्दैन तपाईँलाई? बिकज इन दि एन्ड एआई कज त एआई नै भयो नि त एक तरिकाले। वुड यु अग्री विथ द्याट? अहिले भइरहेछ एकदम क्लासिक भइरहेछ एआई बबल जुन भन्छौँ हामीले। एआईको इकोनोमी त्यही लाइक 4-5 कम्पनीजभित्रै साइकल भइरहेछ अनि त्यो पैसा कहीँ गइरहेको छैन, कन्ज्युमरबाट आइरहेको छैन होइन त्यो। अनि त्यस्तो क्लासिक बबलको के अनि त्यहीले एकदम हाइपटप भएको छ कि एभ्री। अब ओपन एआई आइपिओमा जान लाग्छ अलमोस्ट $1 ट्रिलियन भ्यालुएसनमा, एन्थ्रोपिक जान लाग्छ अलमोस्ट $1 ट्रिलियन भ्यालुएसन, अलमोस्ट $1 ट्रिलियन भ्यालुएसनमा आइपिओ भइरहेको छ कि। अनि त्यो त लाइक डज नट मेक सेन्स सेयिङ कि लाइक ओपन एआई इज नट प्रफिटेबल, लाइक 2030सम्म पनि प्रफिटेबल हुँदैन। तर जस्ट बिकज त्यो इन्भेस्टमेन्ट आइरहेछ, त्यही 4-5वटा कम्पनीले ब्याकअप गरिरहेछ, आफै चिप किनिरहेछ, आफै कम्प्युटर किनिरहेछ, आफै इन्भेस्ट गरिरहेछ, त्यो भइरहेछ नि त। सो बिग प्लेयर्सले त्यो गरिरहेछन्। अब आई डोन्ट नो यो बबल पप भएर कतिको इम्प्याक्ट हुन्छ। आई फिल लाइक पप चाहिँ हुन्छ, यो हाइप डाइड आउट चाहिँ हुन्छ, रियालिटीमा आउँछ किनकि मार्केट टेन्ड्स टु करेक्ट इट सेल्फ ओभर टाइम होइन, त्यो चाहिँ हुन्छ। तर अहिले चाहिँ यो भइरहेछ, यसले गर्दाखेरि वी आर सफरिङ। अब देयर इज नथिङ वी क्यान डु। अब एआई यस्तो यति धेरै इन्भेस्टमेन्ट आइरहेछ अनि कन्ज्युमर्स एन्ड कन्ज्युमर्सहरू सफर गरिरहेको छन्। अनि प्लस अब यो चिप म्यानुफ्याक्चरर्सहरूले पनि के गरिदियो भन्दाखेरि उनीहरूलाई पनि कस्टमरलाई सेल गर्नुभन्दा बरु बिग कम्पनीजहरूलाई B2B मात्र गर्छु भनेर, त्यही भएर पनि एकदम एक्सपेन्सिभ भइदियो नि त। अब हामीले के गर्ने हो त, सम्झिनै पानी छम्किने हो होइन, केही गर्ने केही छैन। यो बबल पप होला, बिस्तारै मार्केटले करेक्ट गर्ला अनि ठिक होला भनेर भन्ने बस्ने त हो नि। अब एभ्री बबल विल बी ब्रस्ट। ओके सो तर कहिले भन्ने कुरा नै मात्रै एउटा क्वेसन हो होइन। कहिले न कहिले यो करेक्सनमा आइ नै हाल्छ अर केही न केही वे निस्किन्छ जसले चाहिँ हामीलाई हेल्प गर्छ। अथवा त्यो यसले कुनै ठाउँमा गएर होइन एआईको जुन ऱ्यापिड हुन्छ नि त्यसैलाई पनि कन्ट्रोल गरिदिन पनि सक्छ कि। अथवा एआई यति एक्सपेन्सिभ भएर बस्दिन सक्छ कि लाइक रेगुलर युजमै गाह्रो हुने बनाइदिएला। अथवा काहीँ न काहीँ यसले बेनिफिट पनि गर्न सक्ने सिचुएसन चाहिँ बन्न सक्ला कि। अब आई डोन्ट नो इफ यो प्राइसले केही बेनिफिट होला नहोला, बट अघि तपाईँले भर्खर भनिहाल्नुभयो, दुईजनाले भन्नुभयो दिस इज अ बबल, बर्स्ट हुन्छ सुनर अर लेटर। इफ एआई इज अ बबल द्याट विल बर्स्ट सुनर अर लेटर, हामीले अघिदेखि कुरा गरेको थियौँ नि द्याट वी हेभ टु बी इनेबल विथ एआई। अब हामीले एटलिस्ट एआई चाहिँ सिक्नुपर्छ बिकज एआई फ्युचर हो भन्ने कुरा पनि गऱ्यौँ, बट देन बबल हो पनि कुरा गऱ्यौँ। सो बबलै हो भने डु वी रियली निड टु कि के हो यो? आई काइन्ड अफ लाइक गट कन्फ्युज यहाँनिर चाहिँ। अब सो लाइक दिज आर टु डिफ्रेन्ट थिङ्स के। तिम्रो बबल पप हुन्छ भनेको मार्केटले आफूलाई करेक्ट गर्छ भन्दा हो कि। बबल पप हुन्छ डज नट मिन कि एआई इन्फ्रास्ट्रक्चरै डामाडोल हुन्छ, एआई अनयुजेबल हुन्छ भन्ने होइन नि त। एआई बबल पप हुन्छ भनेको जुन लाइक 4-5वटा कम्पनीले जुन यो खेलिरहेछन् गेम, त्यो चाहिँ मार्केटले करेक्ट गर्छ। जुन यो मोनोपोली बनाउन खोजिरहेछन्, कस्टमर एन्ड कन्ज्युमर्सहरू आइरहेको छैनन्, त्यो चाहिँ करेक्ट हुन्छ। द्याट डज नट मिन कि अब एआईको युज केस घट्छ, एआईलाई मान्छेले नसिक्नेवाला होइन। दिज आर टु डिफ्रेन्ट थिङ्स। एआई बबल इन अ वे इकोनोमी मार्केट चाहिँ हुन्छ। तर बबल बर्स्ट भइसक्यो भने सम कम्पनीज विल गो ब्याङ्क्रप्ट। इभन .com बबल पछि पनि, जुन इन्टरनेट बबल पछि पनि द कम्पनीज द्याट सर्भाइभ द्याट डिड रियली वेल के। करेक्ट त गर्छ नि त अल्टिमेटली मार्केटले। सो यसमा पनि पप हुन्छ, तर लाइक जुन यो बिग प्लेयर्सहरू छन् लाइक दिज आर टु बिग टु फेल भइसकेका छन् क्या आजको दिनमा। सो यस पप हुन्छ, तर नट इन अ वे द्याट वी थिङ्क कि अब सबै डामाडोल हुन्छ कि त सबै सस्तो हुन्छ, सबै ब्याङ्क त्यो तरिकाले होइन। तर एक तरिकाले करेक्ट चाहिँ गर्छ र पप इज निडेड, जसले गर्दाखेरि चाहिँ
रियल युज केस अझै बढ्न जान्छ कि यसले गर्दाखेरि मोनोपोली भयो नि त। यसले चाहिँ इफ आई वान्ट टु नयाँ स्टार्टअप जेनेरेट गर्न छ जहाँ चाहिँ मैले एआई इनेबल गर्छु, आजको दिनमा छैन कि, किनकि यही कम्पनीजहरूले गरिरहेको छन्। सो मार्केट भनेको त सबैलाई हुनु पऱ्यो नि। सो वेन आई से एआई बल पप हुन्छ, द्याट्स व्हाट आई मिन कि मार्केटले कलेक्ट गर्छ आफूलाई, यो मोनोपोली जुन छ त्यो सब कुरा बस्ट हुन्छ, नयाँ प्लेयर्सहरूले पनि ब्यारियर टु एन्ट्री इजी हुन्छ उनीहरूलाई। तर एआई युज केस कहिले घट्नेवाला छैन, इट्स हियर टु स्टे र सबै इन्डस्ट्रीमा चाहिँ आउनेवाला छ यो। ओके, सो यु अल्सो सेयर द सेम थट? या अब जसले भ्यालु क्रिएट गरिराखेको छन् होइन, सस्टेनेबल भ्यालु जसले क्रिएट गरिरहेको छ इन कन्ज्युमर कस्टमरसम्मलाई, उनीहरू ठिक छन् होइन। जसले हाइपमा यो कुरालाई गरिराखेको छन्, अब सर्टेनली उनीहरू त तल आउँछन्। Okay, so the conclusion is AI is here to stay regardless of the bubble, and we really need to, तपाईँले अघि भने जस्तै enable ourselves with AI चाहिँ त्यो चाहिँ गर्नै पर्यो जसरी भए पनि होइन। अनि अर्को एउटा इस्यु विथ एआई आई सी इज के भन्ने, अब पहिला अब हामीले रिसर्चहरू केही गर्नु पऱ्यो होइन, गर्नु पऱ्यो भने के गर्थ्यौँ, गुगलमा 12-13वटा ट्याब खोल्थ्यौँ होला आफ्नो ब्राउजरमा, ब्लग्सहरू पढ्थ्यौँ, भिडियोजहरू हेर्थ्यौँ अनि गर्थ्यौँ। इभन इफ कोडिङ गर्ने बेलामा तपाईँ स्ट्याक ओभरफ्लो कतिको चलाउनु हुन्थ्यो होइन, अहिलेको चलाउनु हुन्न होला सायद होइन। सो त्यही त, अब त्यो गर्नु भएकै छैन। ब्लग्सहरूमा पनि भिजिटर्सहरू एकदम डाउन भइरहेछ, भिडियोजहरूमा भ्युज आइरहेको छैन, बिकज एजुकेसनल कन्टेन्ट, रिसर्च कन्टेन्ट सबै एआईमा अभाइलेबल छ। अनि यसले गर्दा धेरै मिडिया अर पब्लिकेसन्सले त एक्चुअली अब पे वाल लाउनु थालिसक्यो कि, सो द्याट एआई क्यान नट अटोमेटिकली के भन्ने स्क्रेप देयर डेटा। अनि यसले पनि आई थिङ्क इन द एन्ड कन्ज्युमर्स नै सफर भइरहेछ। एउटा चाहिँ वी हेभ टु गेट थ्रु द पे वाल, अर्को चाहिँ त्यो कन्टेन्ट क्रिएटर्स हु वर्क सो हार्ड टु मेक एजुकेसनल कन्टेन्ट्स इन अ सेन्स होइन, युट्युबमा त्यो रिसर्च बनाउने, ब्लग्सहरू लेख्ने, पेपर्सहरू पब्लिस गर्ने, उनीहरूले पनि त उनीहरूको रेभेन्यू जुन चाहिँ स्ट्रिम हुन्छ नि त्यो भिजिटर्सहरू त्यो गुमायो नि त। सो यो यसको लागि डु यु थिङ्क यसमा पनि एआईको अगेन्स्ट कपिराइट लज चाहिन्छ अर सुड वी गिभ इट फ्री रेन? कपिराइट चाहिँ कस्तो कुन केसमा चाहिन्छ भन्दाखेरि जस्तै आई रियली लाइक एन्थ्रोपिक के, मलाई एन्थ्रोपिक जुन क्लाउड छ आई रियली लाइक द्याट कम्पनी, किनकि च्याटजिपिटीबाट इमेज बनाउन मिल्छ, जेमिनाईबाट इमेज बनाउन मिल्छ, ग्रकबाट इमेज बनाउन मिल्छ, तर एन्थ्रोपिक क्लाउडबाट मिल्दैन। देयर इज नो इमेज जेनेरेसन इनसाइड अफ क्लाउड। किन भन्दाखेरि बिकज अफ अल दिज इस्युज चाहिँ, किनकि whenever you create an image, generate an image, you are ripping off of another artist. त्यो हो, सबै स्क्रेप गरेरै गरेको। आई क्यान जस्ट टाइप पाब्लो पिकासोको स्टाइलमा जेनेरेट गर, अथवा कुनै एउटा इन्डिया आर्टिस्टकोमा जेनेरेट गरेर भन्न मिल्छ नि त। सो लज चाहिँ लाइक आर्टिस्टहरूलाई प्रोटेक्ट गर्न, किनकि भन्छ नि त वाट इज अर्थ विदाउट आर्ट, त्यही भन्छ कि आर्ट भनेको त आर्ट हो कि, हाम्रो पहिचान हो कि त्यो भनेको। सो त्यो केसमा चाहिँ यस प्रोटेक्ट गर्नुपर्छ, तर इन केस अफ लाइक इन्फर्मेसन एक्सेस गर्नको लागि आई डोन्ट थिङ्क त्यसमा चाहिन्छ, किनकि लाइक मिडिया मात्रै चेन्ज भयो कि। पहिला त लाइब्रेरीमा पढिन्थ्यो, त्यसपछि न्युजमा पढ्न थालियो, न्युज पेपर आउनु थाल्यो, त्यसपछि म्यागजिन आउनु थाल्यो होला, त्यसपछि रेडियो आउनु थाल्यो होला, त्यसपछि इन्टरनेट आउनु थाल्यो, त्यसपछि गुगल आउनु थाल्यो, अहिले च्याटजिपिटीबाट गर्छौँ। तर इन्फर्मेसन एक्सेस त इजियर हुँदै गएको छ नि त। मलाई रिसर्च गर्न पहिला 15वटा ट्याब खोल्नु पर्थ्यो, अहिले च्याटजिपिटीमा डिप रिसर्च गरिदिन्छु, उसले 5 मिनट रिसर्च गर्छ, मलाई समराइजेसन दिन्छ, एकदम इजी भयो नि त। पहिला 5 घन्टा लाग्ने काम अहिले चाहिँ आधी घन्टा लाग्यो, बाँकीको 4-4.5 घन्टा त म अझै बढी प्रोडक्टिभ हुन्छु। सो यस एन्ड नो दुइटैमा छु कि म चाहिँ। लाइक आर्टिस्टहरूलाई जुन चाहिँ आइपीलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ, तर इन्फर्मेसनको एक्सेस चाहिँ अफकोर्स युज गर्ने हो त्यो त। सेम थट हो, मेरो केसमा पनि सेम थट हो। त्यो आर्टिस्टहरूको चाहिँ जस्तो कोही मान्छेलाई रिप्लेस गर्दा उसलाई यदि इम्प्याक्ट हुन्छ, उसको नयाँ जाने डिरेक्सनहरू चाहिँ कम हुन्छ भने चाहिँ त्यो चाहिँ प्रोटेक्ट गरिदिनुपर्छ कि। जस्तो मानिलिनु तपाईँ सिङ्गर हुनुहुन्छ कि, तपाईँको एकदम रियाजबाट लङ टर्ममा गएर चाहिँ एउटा भोइस बनेको छ कि, तपाईँको एउटा त्यो के भन्छ सेलिङ पोइन्टै एउटा भोइस हो कि होइन। त्यो कुरालाई चाहिँ मैले कुनै एउटा एआई जेनेरेसन टुल युज गरेर तपाईँको गीतहरूलाई चाहिँ अर्को बनाएर राख्थेँ, जहाँ चाहिँ भ्युअर्स आयो अथवा अननोइङली उनीहरूले त्यो सुन्यो अनि तपाईँको रिच घट्यो अथवा तपाईँले कमाउने ठाउँ घट्यो भने चाहिँ त्यो कुरालाई चाहिँ प्रोटेक्ट गरिदिनुपर्छ होइन। तर इन्फर्मेसन इन द सेन्स त्यो कुरामा चाहिँ जति छिटो भयो त्यति नै मान्छे प्रोडक्टिभ पनि भयो र हेर्ने कुराहरू पनि लाइक लिमिटेड भयो र क्विक डिसिजन लिन पनि सजिलो भयो कि। पहिले 5वटा ठाउँमा हेऱ्यो,
होइन अनि कुन बेटर भयो भनेर सोच्नलाई फेरि 5वटा हेऱ्यो अनि त्यस पछाडि ल यो भन्यो गर्दा गर्दै त्यो मेन टाइम चाहिँ त्यहाँ जान्थ्यो। तर त्यसको पनि एउटा बेनिफिट चाहिँ के थियो भने त्यो 5वटा कुरा 5वटा ट्याबमै हेर्न जाँदा अरू 1-2वटा चिज पनि कता न कता साइडली हेरिरहेको हुन्थ्यो कि त्यसले चाहिँ कतै न कतै दिमागमा एउटा प्याटर्न चाहिँ बनाइरहेको हुन्थ्यो होला। त्यो चाहिँ म मिस गर्छु होइन। तर फास्ट चाहिँ भएको छ। अब त्यसलाई ओभरकम गर्नलाई त्यो कुरा हेर्ने फेरि अर्को कुरा हेर्ने गर्न त सकिन्छ होला। तर जसरी अघि तपाईँले भन्नुभयो आर्टिस्टहरूलाई चाहिँ अब उनीहरूको इन्टेलेक्चुअल प्रपर्टी अर यो प्र्याक्टिस गरेर जुन लेभलमा पुग्नु भएको छ त्यसलाई प्रोटेक्ट गर्नुपर्छ। इन्फर्मेसन दिनेले पनि त केही न केही हार्डवर्क त गरे होला हो कि होइन। युट्युबमा भिडियो बनाउनलाई अब साइन्स च्यानल्सहरू छन्, अब नेसनल जियोग्राफीको डकुमेन्ट्रीहरू छ, दे वर्क सो हार्ड नि त होइन। सो उनीहरूको चाहिँ इन्फर्मेसन वी क्यान रेडिली इजिली एक्सेस थ्रु एआई। आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्ने यसमा अलिकति कन्ट्रास्ट फिल भयो नि तपाईँहरूलाई ओपिनियन? होइन लाइक वन्स अगेन दिस आर टु डिफ्रेन्ट थिङ्स क्या। तिमीले कुनै कन्टेन्ट क्रिएटरले कुनै टपिकको बारेमा भिडियो बनाइरहेछ भने उसले पनि कहीँ न कहीँबाट रिफर त गरे हुन्छ नि त। कुनै एउटा आर्टिकल पढ्या होला, कुनै रिसर्च पेपर छ होला, कुनै न्युज पेपर होला, त्यो इन्फर्मेसन अलरेडी एक्जिस्ट गर्छ इन अ डिफ्रेन्ट वे के भर्सेस एन आर्टिस्ट इज क्रिएटिङ समथिङ द्याट डिड नट एक्जिस्ट बिफोर। त्यो भयो नि त। सो दिज आर टु डिफ्रेन्ट थिङ्स। एउटा क्लियर कम्युनिकेसन चाहिँ के हो भने जानेर मान्छे चाहिँ जस्तो मैले आर्टिस्टको अथवा त्यो सङको कुरा के गरेँ भने उनीहरूलाई भोलि एआई युज गरेर अथवा कुनै युज गरेर उनीहरूलाई अर्को बेटर अप्सन छैन भने चाहिँ त्यो कुरा चाहिँ हामीले प्रोटेक्ट गरिदिनुपर्छ कि सायद सङको केसमा त्यही नै होला नि त। ओके सो आई गेस अलिकति हेर्ने एङ्गल चाहिँ चेन्ज गर्नु पऱ्यो। तपाईँले भने जस्तै यस आई थिङ्क यु क्यान सी देम एज टु डिफ्रेन्ट थिङ्स। एउटा क्रिएसन भयो, एउटा रिफर गरेर एक्युमुलेटेड नलेज चाहिँ भयो काइन्ड अफ। सो नलेज एक्सेस गर्न, रिसर्च गर्न छिटो बनाउँछ एआईले, विच इज आई गेस यु क्यान से इट इज गुड होइन। अनि यही कुरामा अब रिसर्च गर्ने कुरामा अर कम्प्युटेसन अर एनालाइज गर्ने बेलामा होइन जसरी हामी पहिला विदाउट क्यालकुलेटर्स हामी मेन्टली धेरै क्यालकुलेट गर्न सक्थ्यौँ होइन। पहिला त गरिन्थ्यो नि त, अहिले त त्यति हुँदैन। अहिले त फोनमै क्यालकुलेटर छ, 8+8 पनि बेला बेलामा क्यालकुलेटर निकालिन्छ क्या। सो यसरी नै हामी एआई यति धेरै युज गर्ने भइसक्यौँ कि डु यु थिङ्क एआई इज किलिङ द्याट logical brain or the thinking muscle or whatever you call it? So what muscle is AI killing and is there a way to prevent it? यो त गरेकै छ यार, किल गरेकै छ। मान्छेहरू यतिसम्म छन् कि लाइक मेरो कम्पनीमा लाइक गुगल रिभ्युजहरू आउँछ नि मान्छेहरूको, अनि लाइक सर्भिस प्रोभाइड गरिसकेपछि हामीले कस्टमर्सलाई के भन्छौँ भन्दाखेरि लाइक इफ यु लाइक आवर सर्भिस एउटा रिभ्यू छोडिदिनु न हाम्रोमा भनेर हामी गर्छौँ। अनि रिभ्युजहरू आउँछ, मान्छेहरूले लाइक पास्ट 100 रिभ्युज हेर्नुहुन्छ भने 90% रिभ्यू च्याटजिपिटीले लेखेको छ कि। अनि हामीलाई अब ब्याकफायर के भइरहेछ भन्दाखेरि गुगल आइडेन्टिफाइड दोज रिभ्यू कि दिज आर एआई रिटन बाई एआई, अनि सबै रिभ्यू ड्याङ डिलिट भइरहेछ। अनि म यसो सोध्छु 2 लाइनको रिभ्यू लेख्न पनि मान्छेहरूले एआई युज गरिरहेछन् भनेपछि त अरूमा त के दिमाग युज गरेर होला नि जस्तो फिल गर्छु कि म। सो यस त्यो थिङ्किङ पार्ट अफ ब्रेन चाहिँ मान्छेले आउटसोर्स गरिरहेको छन्, विच इज भेरी ब्याड। म चाहिँ कसरी के चाहिँ डिफ्रेन्स हुनुपर्छ जस्तो लाग्छ भन्दाखेरि ह्युमन्स आर भेरी ह्याप्पी वेन वी क्रिएट समथिङ के, अनि त्यो चाहिँ हामीलाई आउटसोर्स गर्नु हुँदैन। हामी त क्रिएटर्स हो नि त अल्टिमेटली भनेको। अनि म चाहिँ कसरी एउटा मेरो लाइन चाहिँ के हो भन्दाखेरि इनपुट लिँदाखेरि आई युज एआई अ लट। मेरो ब्रेनमा इन्फर्मेसन चाहिएको छ, एक्सप्लेन मी लाइक आइम 5, एक्सप्लेन मी विथ अ स्टोरी, यसलाई एउटा एनालोजीबाट बुझाऊ, यसलाई नेपाली अडियन्सलाई बुझाऊ, यसलाई यसरी बुझाऊ। इनपुट लिनेलाई म एकदम युज गर्छु, तर आउटपुट चाहिँ रेयरली युज गर्छु कि। आई डोन्ट से आई विल युजै गर्दिनँ पनि होइन, एकदम रेयरली युज गर्छु। आइम भेरी कन्सियस कि आउटपुट गर्दाखेरि चाहिँ मेरै भोइसमा होस्, मेरै ल्याङ्ग्वेजमा होस्, मेरो पर्सनालिटीमा होस्, मेरो एक्सपिरियन्स, मेरो स्टोरी होस्। सो त्यो डिभिजन चाहिँ गर्नुपर्ने छ। पिपल आर गेटिङ डम। सोसल मिडियाले एक लेभलमा त्यो गरिसकेको थियो, हाम्रो यो टिकटकिफाई भएको थियो, एकदम भइसकेको थियो, रिटेन्सन एकदम कम भएको छ। त्यसमाथि मान्छेले सोच्न पनि छोडिरहेको छ नि भनेपछि त कुन लेभलको नेक्स्ट जेनेरेसन चाहिँ के हुनेवाला छ त्यो चाहिँ वन्स अगेन अब अवेरनेस नै हो कि। यो क्लासिक इक्जाम्पल होइन, क्लासिक पोइन्ट हो, तर वी निड अवेरनेस, वी निड अ फाइन एउटा लाइन चाहिन्छ कि एआई कसरी युज गर्ने पनि सिकाउनु पऱ्यो, कसरी युज नगर्ने पनि सिकाउनु पऱ्यो क्या। सो द्याट्स माई लाइन। इनपुट गर्दाखेरि युज गर्छु, आउटपुट गर्दाखेरि 80% मेरो हुन्छ, 20% मात्र एआई हुन्छ। सो द्याट्स हाउ आई युज इट। हाउ डु यु युज इट? एआईको युज भनेको वर्कलोडमा जुन हेभी वर्कलोड छ त्यसलाई कम गर्न युज गर्ने हो कि न कि सोच्नलाई युज गर्ने हो कि। अनि अहिलेको मान्छेहरूले चाहिँ के गरिरहेछ भने सानो सानो कुरामा पनि
जुन चाहिँ इजिली गर्न सकिन्थ्यो त्यो कुरालाई एकचोटि जस्तो मानिले एउटा सेन्टेन्स पढ्यो होइन, त्यसलाई मजाले पढेर आफैले करेक्ट गर्न सकिन्थ्यो भने के अरे ग्रामेटिकली करेक्ट गर भन्नसम्मलाई पनि मान्छे जान्छ कि एआईमा होइन। त्यो कुराले चाहिँ अब त्यही अघि उहाँले भन्नुभयो जुन इन्स्टाग्राम अथवा टिकटकहरूले चाहिँ जुन एटेन्सन स्प्याम कम गरिरहेको थियो, प्लस यो एआईले भएर डम हुने यो चाहिँ प्रब्लमै लाग्छ कि मलाई पनि। अनि कतिजना मान्छे मैले मेरै सर्कलमा पनि फिल गरेको छु कि यो मान्छेहरू सकिन थाल्यो, अब यो जेमा पनि च्याट जिपिटी बनाएको छ, जेमा पनि उ गरेको छ, अलिकति सोच्ने ठाउँ पनि छैन यिनीहरूलाई भने जस्तो नि हुन्छ। अब त्यो कुरा चाहिँ त्यही अवेरनेसै हो यसलाई उ गर्ने। अब जबसम्म मान्छे आफै बुझ्दैन, उसलाई लले पनि छुँदैन, कुनै डरले पनि छुँदैन होइन, अब हात्ती आएर कुल्चिन्छले नि हुँदैन, केहीले पनि हुँदैन कि त्यो कुरा। यस्तो पनि छ कि अनि अरू के छ भन्दाखेरि लेट्स चाहिँ मैले एआई युज गरिरहेको छु, एआई युज गरेर आइएम क्रिएटिङ समथिङ, लेट्स चाहिँ एआईले मलाई 5वटा डिफ्रेन्ट भेरिएसन्स दियो एउटा आउटपुटको, अनि अल्टिमेटली मैले चुज गर्ने हो नि त आउट अफ 5 कुन चाहिँ बेटर छ, त्यो एन्ड पोइन्टमा त मेरो हुनु पऱ्यो नि। र अर्को के हो भन्दाखेरि जस्तै प्रम्प्ट इन्जिनियरिङ इज अ क्लासिक इक्जाम्पल के। प्रम्प्ट इन्जिनियरिङ कहिले वर्क गर्छ भन्दाखेरि इफ यु आर द डोमेन एक्सपर्ट, इफ यु अन्डरस्ट्यान्ड द लिङ्गो, बल्ल त्यो गार्बेज इन गार्बेज आउट त हो नि होइन। अनि लेट्स चाहिँ फोटोग्राफीको कसैले राम्रो इमेज बनाइरहेछ, एआईबाट राम्रो एकदम रियलिस्टिक इमेज बनाइरहेछ भने फोटोग्राफर्सहरूले त्यस्तो इमेज बनाउन सक्छन् कि। एउटा एभरेज मान्छेले रियलिस्टिक आउटपुट बनाउन सक्दैन प्रायः जसो। किन फोटोग्राफर्सले बनाउन सक्छ? किनकि उसलाई टर्मिनोलोजी थाहा हुन्छ, यो लेन्सबाट खिचेको, यो लाइटिङमा खिचेको, ब्याकग्राउन्ड यतिको ब्लर हुनुपर्छ, स्टुडियो लाइटिङ, गोल्डन, त्यो लिङ्गो थाहा हुन्छ नि त उसलाई। सो यो टुल्सहरू युज गर्न इफ यु आर एन डोमेन एक्सपर्टको इनपुटले अनि बल्ल आउटपुट आनेवाला छ क्या। एउटा बिगिनरले यो टुलबाट त्यति आउटपुट लिन सक्दैन, एभरेज मात्रै निकाल्न सक्छ। सो टुल हो, इफ यु आर नट द डोमेन एक्सपर्ट इन द्याट क्याटेगोरी, उसले त्यो आउटपुट राइट हो भने कसरी थाहा पाउने क्या। लेट्स चाहिँ म स्क्रिप्ट राइटिङ गर्छु, मैले लेट्स चाहिँ हिरोज जर्नी फलो गरेर मलाई एउटा स्टोरी लेख भनेर च्याटजिपिटीलाई भने, अब उसले एउटा स्टोरी लेख्छ, मैले लेखेर दियो मलाई, अब मैले त हेर्नु पऱ्यो नि त, ए होइन यो त भएन, तिमीले त रङ गर्यो यो भनेर च्याटजिपिटीलाई भन्छु, ए त रङ गरेछु मैले भनेर फेरि उसले गरिदिन्छ नि त। मलाई थाहा हुनु पऱ्यो नि त रङ निकालिरहेछ भनेर। सो डोमेन एक्सपर्ट हुनु पऱ्यो कि आफूमा है। सो आफूमा एक्सपर्ट भएपछि बल्ल यो टुलको फुल युटिलाइज निकाल्न सकिन्छ, नभए एभरेजै भइन्छ। ओके, नोटेड। सो अब लास्ट क्वेसन है, अब हामीले यति धेरै कुरा गऱ्यौँ एआईको बारेमा, लाइक अहिले नेपालको बारेमा कुरा गऱ्यौँ, अहिले इन्टरनेसनली के भइरहेको छ अरे नि कुरा गऱ्यौँ, जब्सको त झन् अलि धेरै नै छोयौँ होइन। अनि इट मेक्स मी रियलाइज कि यति छिटो 2022मा एलएलएमै लन्च भएदेखि भनौँ न, एआई त पहिलादेखि थियो बट यो एलएलएमहरू स्पेसली लन्च भएदेखि यति ऱ्यापिडली चेन्ज भइरहेछ अहिलेको ल्यान्डस्केप होइन। अनि मलाई एउटा कुरा याद आयो कि इन्टरनेट पनि त 1993मा बल्ल पब्लिकलाई अभाइलेबल भयो नि त, अनि विदिन 30 इयर्स हामी यो एआई एरामा छौँ अलरेडी होइन। सो यो चेन्ज भनेको एकदम एक्सपोनेन्सियल हुँदो रहेछ। अब एआईको पनि 3 इयर्स अर 4 इयर्स भनौँ न यस्तै लन्च भएको 4 इयर्समा यस्तो चेन्ज भइसकेको छ भने वाट डु यु थिङ्क द नेक्स्ट 3 years or 5 years is going to look like, and is there a way to be ready for it? म मेरो यसमा म के कन्क्लुजनमा पुगेँ भनेर म एक्ज्याक्टली यो क्वेसन मैले 6 months ब्याक आफूलाई सोधेँ क्या। एआई यस्तो एक्सपोनेन्सियली ग्रो भइरहेछ, अब फ्युचर के हुनेवाला छ त 2 yearsमा भनेर भेरी क्युरियस। अनि टन्स अफ पोडकास्टहरू सुने, टन्स अफ रिसर्च पेपरहरू, गडफादर अफ एआईको पोडकास्ट, स्याम अल्टम्यानको, इलन मस्क, सबको स्टडी गरेँ। अनि अल्टिमेटली म के कन्क्लुजनमा पुगेँ भन्दाखेरि नो वान नोज, साँच्ची नो सिङ्गुल्यारिटी भन्ने एउटा पोइन्ट छ फ्युचरमा, त्यो पोइन्टपछि के हुन्छ कसैलाई थाहा छैन र यस्तो अनप्रेडिक्टेबल हुनेवाला छ। अनि लाइफमा के हुन्छ भन्दाखेरि देयर आर थिङ्स यु नो, देयर आर थिङ्स यु डोन्ट नो, देयर आर थिङ्स यु डोन्ट नो यु डोन्ट नो, यो चाहिँ यो पार्टमा पढिदियो कि अब। अनि मेरो कन्क्लुजनमा के पुग्यो भन्दाखेरि यस्ता ठुला मान्छेहरूलाई त थाहा रहेन रहेछ, म किन टाउको दुखाउने। वन्स अगेन फेरि इन्डिभिजुअलमा पुगेँ म, आई विल जस्ट डु माई वर्क बेस्ट, बाँकी आफै हुँदै जान्छ। सो म के कन्क्लुजनमा पुगेर ढुक्कमा पर्छु भन्दाखेरि कसैलाई थाहा छैन, नो वान नोज के हुनेवाला छ भनेर म त चाहिँ ढुक्क छु है। वाट डु यु थिङ्क अफ दिस? मेरो केसमा हेर्ने भने चाहिँ एआई अझै पनि लाइक कलिलै छ होइन, अझै ग्रो हुनसक्छ, अझै ग्रो हुने ठाउँ छ, तर त्यसलाई छेक्ने कुराहरू भनेको हार्डवेयरको कुराहरू होइन। अनि हाम्रो मेन इनर्जी सप्लाई गर्ने त अर्थ हो नि त,
त्यसको पनि कुनै कन्सटेन्ट होला, त्यसले पनि छेक्ला होइन, त्यहाँसम्म होला। तर कुनै न कुनै ठाउँमा गएर स्याचुरेट हुन्छ होइन। अब त्यो हुँदैमा उहाँले भने जस्तो म चाहिँ सर्भाइभल अफ फिटेस्ट के भन्छ नि, त्यो अनुसार कुनै न कुनै पोइन्टमा जसरी भए पनि सर्भाइभ हुन्छ। अनि यसमा धेरै तनाव लिनु पर्दैन, गो विथ द फ्लो हो कि, जहाँ पुग्छ त्यसलाई युटिलाइज गरौँला, त्यसैलाई हेर्दै जाउँला। तर के हो भन्दा अपडेट हुन छोड्नु भएन, एक ठाउँ बसिरहनु भएन, दौडिन छोड्नु भएन, चाहिँ त्यो चाहिँ मेन कुरा हो कि। That is a very nice statement from both of you. Future is very uncertain. It's a combination of AI को future देखि लिएर philosophy सबै. The future is uncertain. What we can do best is take everything that happens as it comes अनि go with the flow as it is. त्यही नै हो. So अब like we're at an end. Do you have anything else, summary, एउटा conclusion to share with the audience? ओके, सो मेरो अहिलेसम्मको लर्निङ के छ भन्दाखेरि यु निड टु कन्सटेन्टली अपडेट यर सेल्फ। एकदम आफूलाई कन्सटेन्टली रिइन्भेन्ट गर्न सक्नुपर्ने रहेछ क्या। मैले करियरमा धेरै जम्प गरेँ, कहिले इन्जिनियरिङ, कहिले कोडिङ, कहिले अन्टरप्रेनरसिप, कहिले के, अहिले कन्टेन्ट क्रिएसन गर्दैछु। एन्ड द्याट्स नट अ ब्याड थिङ है। हाम्रो पेरेन्ट्सको पालामा आधी जिन्दगी कुनै एउटा स्किल लिन बित्थ्यो, आधी जिन्दगी त्यो स्किल गरेर कमाउन बित्थ्यो। हाम्रो जेनेरेसनमा चाहिँ कन्सटेन्टली अपडेट रिइन्भेन्ट गरिरहनुपर्छ। सो इट्स ओके इफ यु डोन्ट नो वाट टु डु इन लाइफ, इट्स ओके, कन्सटेन्टली रिइन्भेन्ट गरिरहनु, एक्सपेरिमेन्ट गरिरहनु एन्ड जस्ट गो विथ द फ्लो। धेरै प्रेसर लिने पनि होइन, तर एड्याप्ट गर्न सक्नु पऱ्यो। आफूले अपस्किल गर्नु, हातमा स्किल छ भने कसैले केही गर्नेवाला छैन। त्यति हो मेरो लेसन भनेको। एउटा संस्कृतमा पूजापाठ गर्दाखेरि नर्मल्ली अरूसँग कुरालाई मेरो पनि ओके हो भन्नलाई चाहिँ मम भन्ने चलन छ कि, उहाँको कुरामा मम भन्ने हो कि। मलाई मोमोले चाहिँ अब साह्रै नै भोक लागेको फिल भयो होइन। सो अब यो कुरालाई पनि नम गर्दै हामी अब सायद मोमो नै खान जान्छौँ होला। सो थ्याङ्क यू गाइज सो मच फर कमिङ एन्ड बिङ हियर है। एन्ड आई रियली इन्जोय टकिङ टु यु। साँच्चै तपाईँ भने जस्तो उठ्न चाहिँ साह्रै गाह्रो रहेछ। ल ओके, सो भयो आजलाई डन।